ल नमस्कार सम्पूर्णमा। हामी आज फ्यामिली प्लानिङसँग सम्बन्धित पपुलेसन एजुकेसनसँग सम्बन्धित है त। तपाईहरुलाई अहिलेलाई मैले म्युट गरे पछि तपाईहरुलाई ओपन गर्ने छु। फ्यामिली प्लानिङ र पपुलेसन एजुकेसनसँग सम्बन्धित हामीले आज लगभग 30 वटा रिटेन क्वेशन्स र त्यसको टेस्ट प्रोबेबल एन्सरमा रहेर कुरा गर्नेछौँ। हामी लगभग 2 घण्टादेखि लिएर 2.25 घण्टासम्मको एउटा लामो क्लासमा बस्नेछौँ। आशा छ तपाईहरु सबैजना धैर्यताका साथ सुन्नुहुनेछ, क्लास लिनुहुनेछ र मलाई पूर्ण विश्वास छ तपाईहरुले यदि राम्रोसँग यो क्वेशन एन्सर्सहरु हेर्नुभयो भने म्याक्सिमम क्वेशन्सहरु यसैबाट आउँछ। यसैलाई भाषाहरु अलि फरक हुन सक्छ तर कन्टेन्ट चाहिँ यसै मध्येको हुन्छ। मैले तपाईहरुलाई यो क्लास लिने क्रममा कुनै कुराहरु जहाँ फोकस गर्नुपर्ने हुन्छ त्यहाँ विशेष फोकस गर्छु। अन्य कुराहरुमा सरसर्ती हामी के गर्छौं त अगाडि बढ्छौं। है त्यसरी हामीले क्लास लिनेछौं। अब तपाईहरुलाई सबैभन्दा पहिला हेर्नु, हामीले अब यो फ्यामिली प्लानिङ जुन छ सिलेबसमा तपाईहरुले हेर्नु भएको होला। सबैजनाले नहेर्ने कुरै हुँदैन। हामी प्राय जसो सबैजना सिलेबस हेरेको अहिलेको विद्यार्थीहरु सब अलि जाने बुझेकै हुन्छ, कुराहरु सबै थाहै हुन्छ हैन। त्यसैले गर्दा हामीले चाहिँ फ्यामिली प्लानिङ रिलेटेड क्वेशन्सहरुको बारेमा छलफल गर्छौं। तपाईहरुलाई केही सोध्नु पर्ने हुन्छ भने त्यो क्वेशन्सहरु लास्टमा गर्नु होला। बीचमा अलि क्यार हुन सक्छ, त्यसैले मैले बीचमा तपाईहरुलाई बन्द गरेको छु है। अनि केही छ भने तपाईहरु टिपेर राख्नु होला, लास्टमा हामी डिस्कसन गर्ने। र कुरा रह्यो यो रिटेनमा लेख्ने कसरी हो भन्ने कुराहरुको विषयमा मैले तपाईहरुलाई अलरेडी त्यो कुरामा हामी टाइम वेस्ट यहाँ गर्दैनौं। किनभने त्यसको बारेमा तपाईहरुको लागि अलरेडी मैले एउटा 25 देखि 30 मिनेटसम्मको भिडियो बनाएर युट्युबमा फेसबुकमा राखिदिएको छु। रिटेनमा कसरी लेख्नु पर्छ, फर्मेट के हुन्छ, के गर्ने, के कुरामा ध्यान दिने भन्ने कुरामा मैले अलरेडी एउटा राम्रो तपाईहरुलाई टिपिकल कुराहरुलाई समेटेर एउटा लिइसकेको छु। त्यो भिडियो दिइसकेको छु। आशा छ त्यसलाई हेर्नु होला, बरु त्यसको लिंक म ग्रुपमा शेयर गर्दिन्छु। त्यसैले हामीले त्यसमा टाइम वेस्ट नगरी डाइरेक्ट हामी आफ्नो के गर्नेछौं त विषयमा कुरा गर्नेछौं, विषयवस्तुमा रहेर कुरा गर्नेछौं। एकदम धैर्यका साथ राम्रोसँग ध्यान दिएर सुन्नुभयो भने एकदम सजिलो हुने गरी हामीलाई चाहिने कुराहरुको बारेमा हामी कुरा गर्नेछौं। ल अब हामी सुरु गर्छौं। सबैजनाले ध्यान दिएर सुन्नु होला। हेर्नुस्, ल तपाईहरु सबैजनालाई मेरो स्क्रिन हेरिराखेको होला हैन? ल पक्कै हेरिरहेछ होला। हामीले आज फ्यामिली प्लानिङ रिलेटेड रिटेन क्वेशन र त्यसको एन्सर साथै केही 4-5 वटा मुख्य के भन्छ पपुलेसन एजुकेसन रिलेटेड पनि यहाँ हेर्नुस् त, पपुलेसन एजुकेसन रिलेटेड पनि क्वेशन्सहरुको कुरा गर्ने छौं। दुईटा है, कोशीको सिलेबसमा फ्यामिली प्लानिङमा पपुलेसन एजुकेसन भनेर पनि राखिदिएको हुनाले त्यसका पनि थोरै कुराहरु बुझ्छौं। धेरै कुरा त्यस्तो छैन गाह्रो। ल हामी सुरुदेखि सुरु गर्छौं। धैर्य भएर एकदम रिल्याक्स भएर सुन्ने। इम्पोर्टेन्ट अलमोस्ट सबै क्वेशन्सहरु आउँछ। कुनै सजिलो छ, त्यसलाई मैले सरसर्ती अगाडि बढेर जान्छु भने कुनै क्वेशन्सहरु अलिकति अप्ठ्यारो छ जसमा हामी टाइम दिन्छौं है। ल हेर्नुस्,
एउटा क्वेसन एकदम फ्यामिली प्लानिङको इम्पोर्टेन्ट क्वेसन हो। तपाईँ हामी सबैजनालाई थाहा भएको क्वेसन, एकदमै फेमस क्वेसन, धेरै पटक लोकसेवाले सोधिसकेको क्वेसन। यहाँ हेर्न सक्नुहुन्छ, त्यो क्वेसन भनेको चाहिँ के छ भन्दाखेरि, डिफाइन फ्यामिली प्लानिङ एन्ड राइट द अब्जेक्टिभ अफ फ्यामिली प्लानिङ एन्ड क्लासिफाई इट। के भनेछ, फ्यामिली प्लानिङको डिफाइन गर्नुहोस्, त्यसपछि यसको अब्जेक्टिभ लेख्नुहोस् र क्लासिफाई गर्नुहोस्। अब जहिले पनि हामीले एन्सर लेख्दाखेरि मार्कलाई विचार गर्नुपर्छ। डिफिनिसन 2 मार्क्सको छ, अब्जेक्टिभ 3 मार्क्सको छ र क्लासिफिकेसन 5 मार्क्स गरेर यो टोटल 10 मार्क्सको लङ क्वेसन हो भनेर बुझ्नुपर्छ हामी। अब तपाईहरुलाई अर्को कुरा के थाहा हुनुपर्छ, हामीले जहिले पनि सिलेबसले के भन्छ, 1 मार्क्स लेख्नलाई हामीसँग 1.3 मिनेट टाइम हुन्छ। बुझ्नुभयो, यो सिलेबसले भनेको कुरा हो है। तपाईहरुलाई थाहा छ नि त 100 मार्क्स लेख्नलाई कति मिनेट टाइम, 135 मिनेट हो, तर 30 मान्नुस्। कोशीमा अलि बढी छ 15 मिनेट। त कोशीको हिसाबको कुरा गर्नुहुन्छ भने कोशीमा जम्मा 150 मिनेट टाइम छ। त 100 मार्क्स लेख्नलाई 150 हो भने 1 मार्क्स लेख्नलाई 1.5। अब यसैलाई आधार मानेर लेख्दै जाने। जस्तै डिफिनिसन 2 नम्बरको छ, तपाईले 3 मिनेटमा यो लेख्नु पर्यो, यो 4.5 मिनेटमा लेख्नु पर्यो र यो 5 नम्बरमा 5 डेरे 7.5 मिनेटमा लेख्नु पर्यो। हो, त्यसरी हामीले अगाडि बढ्नुपर्छ। जहिले पनि स्ट्र्याटेजी बनाएर अगाडि बढ्नुपर्छ। अब हेर्नुस्, फ्यामिली प्लानिङको डिफिनिसन अलमोस्ट हामी सबैजनालाई थाहा छ। फ्यामिली प्लानिङ एउटा वे अफ थिङ्किङ हो। यहाँ हेर्नुस् है, वे अफ थिङ्किङ एन्ड लिभिङ, एउटा हाम्रो सोचाइ र बसाइको बाटो हो, तरिका हो। द्याट इज एडप्टेड भोलन्टरली। हामी त्यसलाई भोलन्टरली भनेको आफ्नो इच्छाले, स्वेच्छा भन्छ। आफ्नो स्वेच्छाले के गर्छौ त, एडप्ट गर्छौ अन द बेसिस अफ नलेज, एटिच्युड, डिसिजन अफ इन्डिभिजुअल एन्ड कपल। यो WHO ले दिएको डिफिनिसन हो। यो डिफिनिसन 1971 मा जब मोडर्न कन्सेप्ट अफ फ्यामिली प्लानिङ आयो, त्यो बेला दिएको डिफिनिसन। त्यो भन्दा पहिला फ्यामिली प्लानिङ इज अ बर्थ कन्ट्रोल ओन्ली, बट इन 1971 WHO गिभ मोडर्न कन्सेप्ट अफ फ्यामिली प्लानिङ। WHO ले मोडर्न कन्सेप्ट अफ फ्यामिली प्लानिङ के गर्यो त, दियो। त्यस अनुसार के भन्यो, फ्यामिली प्लानिङ एउटा वे अफ थिङ्किङ एन्ड लिभिङ हो, जसलाई कुनै पनि कपल्सले, दाम्पतिले विभिन्न एजुकेसन्स र के भन्छ नलेज, एटिच्युड र डिसिजनको आधारमा एडप्ट गर्ने गर्दछ आफ्नो इच्छाले। त्यसरी बुझ्नुपर्छ। अर्को डिफिनिसन, हामीले 2 नम्बर छ नि त, 2 नम्बर भएकोले मात्रै यति लेखेर तपाईँ नम्बर पाउनुहुन्न। त्यसैले हामी अर्को पनि डिफिनिसन एउटा लेख्नु पर्यो, 2टा लेखिदिनु पर्यो। फ्यामिली प्लानिङ एउटा प्र्याक्टिस हो, जसमा हामी के डिसाइड गर्छौ, व्हेन, हाउ मच ग्याप बिट्विन प्रेग्नेन्सी एन्ड हाउ मेनी चिल्ड्रेन टु ह्याभ। हेर्नुहोस्, कुन उमेर समूहमा भनेको व्हेन, कति ग्यापमा र कतिवटा संख्यामा बच्चा पाउने, यी 3 कुरालाई निर्धारण गर्नको लागि बनाइएको योजनालाई हामी फ्यामिली प्लानिङ भनेर भन्छौँ। के भन्छौँ हामी? फ्यामिली प्लानिङ भनेर भन्छौँ। यसरी तपाईहरुले सजिलो हुने गरी लेख्न सक्नुहुन्छ। कम्तीमा 2टा डिफिनिसन दिनुस्। डिफिनिसन सोध्दाखेरि एक्स्ट्रा कुरा लेख्न जरुरी हुँदैन। सिधै भनेको भए व्हाट इज फ्यामिली प्लानिङ वा राइट अबाउट फ्यामिली प्लानिङ भने तपाईले अन्य कुरा पनि लेख्न पाउनुहुन्छ। तर जहिले पनि तपाईको ब्रेनमा के आउनुपर्छ, डिफिनिसन भनेपछि डिफिनिसन बाहेकका कुराहरू लेख्नु भएन। डिफिनिसन बरु तपाईले 3टा दिन सक्नुहुन्छ। कुनै कुनै कुराको विभिन्न साइन्टिस्टहरूले फरक फरक डिफिनिसन दिएको हुन्छ, त्यो लेख्न पाउनुभयो। तर त्योसँग सम्बन्धित अरू कुरा लेख्नुभयो भने त्यसको मार्क्स डिफिनिसनमा आउँदैन। तपाई जति लेखिदिए पनि त्यसको मार्क्स आउने वाला छैन। त्यसैले डिफिनिसनमा जहिले पनि हामी डिफिनिसन लेख्छौं। अब
हामीले 2 मार्क्सको भएकोले टाइम छ भने तपाईले यस्ता कुराहरू हेर्नुस् त। यसले के गर्छ, फ्यामिली प्लानिङले के इन्क्लुड गर्छ, कन्ट्रासेप्टिभ मेथड्सहरूको युज, त्यसपछि प्लानिङ एन्ड टाइमिङ स्पेसिङ फर प्रेग्नेन्सी, एजुकेसन अबाउट रिप्रोडक्टिभ हेल्थ एन्ड मेटर्नल एन्ड चाइल्ड हेल्थ। यो तपाईले लेख्न पनि मिल्छ, नलेख्दा पनि खासै फरक परेन। तपाईले कम्तीमा 2टा डिफिनिसन लेख्न जान्नु पर्यो। एउटा यो डिफिनिसन हेर्नुस्, WHO ले दिएको डिफिनिसन, अर्को यो फ्यामिली प्लानिङको कमन डिफिनिसन। यो तपाईले जान्नु भयो भने तपाईहरुलाई लगभग पुग्छ। अब यसको अब्जेक्टिभ भेरी इजी, यसको अब्जेक्टिभ एकदम सजिलो छ। हामीले यसको अब्जेक्टिभ तपाईहरुले 3टा अब्जेक्टिभ अलरेडी पढिसक्नु भएछ। डिफिनिसनले नै 3टा अब्जेक्टिभ हामीलाई सिकाइदिन्छ। एउटा, कुन एजमा बच्चा जन्माउने, कति ग्यापमा बच्चा जन्माउने, कति संख्यामा बच्चा जन्माउने, 3टा गर्नु उद्देश्य हो। बुझ्नुभयो? के हो त? उद्देश्य हो। यसरी याद गर्नुस्। अनि अर्को हेर्नुस्, इच्छाएको बच्चा पाउने, नइच्छाएको बच्चा नपाउने, एभोइड गर्ने, र कुन एजमा बच्चा पाउने, गर्भधारण गर्ने, त्यसलाई डिटरमाइन गर्ने है। कति नम्बरमा बच्चा पाउने त्यसलाई के गर्ने, कति ग्यापमा बच्चा पाउने त्यसलाई डिटरमाइन गर्ने, कति नम्बरमा बच्चा पाउने त्यसलाई डिटरमाइन गर्ने, निर्धारण गर्ने, र आमा र बच्चाको स्वास्थ्यलाई एमसीएच लाई इम्प्रुभ गर्ने। एमसीएच लाई के गर्ने त? इम्प्रुभ गर्ने। हेर्नुस्, यसरी चाहिँ हामीले बुझ्न सक्छौं। कति सजिलो। इच्छाएको बच्चा पाउने, नइच्छाएको बच्चा नपाउने। पहिला त यो सजिलो भयो। थप के गर्ने? हेर्नुस्, कुन एजमा बच्चा जन्माउने निर्धारण गर्नु, कति ग्यापमा जन्माउने निर्धारण गर्नु, कतिवटा बच्चा जन्माउने निर्धारण गर्ने। बस सजिलो छ, लेखिदिनुस्। र सबैभन्दा मेन अब्जेक्टिभ फ्यामिली प्लानिङको यो हो। सबैभन्दा मेन अब्जेक्टिभ चाहिँ फ्यामिली प्लानिङको के हो त? इम्प्रुभ एमसीएच। फ्यामिली प्लानिङको मेन एम यही हो, मेन अब्जेक्टिभ यही हो। र अर्को कुरा, अब्जेक्टिभ जहिले पनि लेख्दाखेरि 2 बाट स्टार्ट गर्नुपर्छ। यो ब्रेनमा राख्नु होला सबैजनाले। केबाट स्टार्ट गर्ने? 2 बाट। यो मुख्य अब्जेक्टिभहरू 6 वटा छ, तर तपाईहरुले अदर अब्जेक्टिभहरू लेख्न पाउनुहुन्छ। जस्तै फ्यामिली प्लानिङको अर्को अब्जेक्टिभ छ टीएफआर लाई के गर्ने? रिड्युस गर्ने, आईएमआर, एनएमआर, सीएमआर, एमएमआर हरुलाई घटाउने, एबर्सन रेटलाई घटाउने, सेक्सुअल ट्रान्समिटेड डिजिजलाई घटाउने। योहरू पनि के हो त? फ्यामिली प्लानिङको उद्देश्य हो, अब्जेक्टिभ हो। यसलाई अदर सब्जेक्टिभ गरेर तपाईले लेख्न सक्नुहुन्छ। यो के भन्छ, सेकेन्डरी अब्जेक्टिभ भन्दा पनि हुन्छ। डाइरेक्ट रिलेटेड नभएर पनि यो के भन्छ त, सेकेन्ड। फ्यामिली प्लानिङले आफ्नो कामहरू राम्ररी गर्यो भने यो अब्जेक्टिभहरू पनि के हुन्छ? मिट हुन्छ भनेर बुझ्नुपर्छ। ल, यसरी हामी बुझ्छौं। ल, हामीले क्वेशनमा एउटा फ्यामिली प्लानिङको डिफिनिसन र अब्जेक्टिभ 2टा कुरा गरिसक्यो, 5 मार्क्सको। अब यो क्वेशनमा तपाईले डिफिनिसन र अब्जेक्टिभ मात्रै सोधिदिन सक्छ, त्यो 5 मार्क्समा आउँछ। क्लासिफिकेसन मात्रै छुटै सोधिदिन सक्छ 5 मार्क्समा। सबै एकै ठाउँ मिलाएर 10 मार्क्सको पनि सोध्न सक्छ। त्यसरी चाहिँ यो के भन्छ, सोधिने हो है। ल, एकैछिन तपाईहरुसँग म यहाँ कुरा गर्नेछु। के छ, सुनिरहेछ सबैजनालाई? हेलो, बुझिरहेछ सबैजनालाई? ओके, ल ठीक छ। ल, तपाईहरुले आफ्नो मौका पाउनुहुन्छ। अहिले तनाव लिनु परेन। तपाईहरुलाई अहिले म सरसर्ती बुझाउँछु, त्यसपछि तपाईहरुले सोध्नु होला है। हामी लास्टमा आधा घण्टाको सेसन तपाईहरुसँग डिस्कसन गर्ने सेसन राख्नेछौँ। हेर्नुस् त, यो चाहिँ फ्यामिली प्लानिङको हामी डिफिनिसन र अब्जेक्टिभको कुरा गर्यौं। अब क्लासिफिकेसन मैले यहाँ नोटमा मेन्सन गरेन, किनभने अलमोस्ट सबैजनालाई क्लासिफिकेसन थाहा हुन्छ। तर मैले तपाईहरुलाई यहाँ गरेरै एकदम सिम्पल वेमा गरेर हेराउन चाहेको कारणले गर्दा यहाँ राखेको चाहिँ छैन मैले। किनभने हेर्नुस्, जस्तै हामीले यहाँ म सर्टकटमा लेख्छु।
फ्यामिली प्लानिङको मेथडलाई तपाईले क्लासिफिकेसन गर्दाखेरि यसरी दुई किसिममा बाँड्नुपर्छ। हेर्नुहोस्, एउटा सजिलो वाला सिक्नुहोस्, टेम्पोररी बाँडिदिनु होला, एउटा पर्मानेन्ट बाँडिदिनु होला। अब यो टेम्पोररीमा के गर्नु होला, हेर्नुहोस्, ब्यारियर बाँडिदिनु होला, मेकानिकल बाँडिदिनु होला, हर्मोनल बाँडिदिनु होला र नेचुरल बाँडिदिनु होला। पर्मानेन्टमा मेल र फिमेलको लागि बाँडिदिने, मेल र फिमेलको लागि। अब यो ब्यारियरमा पनि के गर्नु होला, फिजिकल ब्यारियर, केमिकल ब्यारियर र मिक्स्ड ब्यारियर बाँडिदिनु होला। अब मेकानिकलमा बाँट्नु पर्दैन, आयुसिडी मात्रै पर्छ। हर्मोनलमा के गर्नु होला, सजिलो हुने गरी आज सिकौ, एउटा ओरल बाँडिदिनु होला, एउटा इन्जेक्टेबल बाँडिदिनु होला, हेर्नुहोस्, र एउटा सबक्युटानियस बाँडिदिनु होला। अनि नेचुरलमा त 6वटा छ भन्ने कुरा तपाईहरुलाई थाहै छ, त्यो लेखिदिनु पर्यो मात्रै। बस हेर्नुहोस् कति सजिलो छ। अनि मेलमा भेसेक्टोमी छ भनेर लेखिदिनु होला, यसमा बाँडिदिनु होला दुईटा, एउटा मिनी ल्याप लेखिदिनु होला, हेर्नुहोस्, एउटा भेसेक्टोमी लेखिदिनु, सरी ल्याप्रोस्कोपी लेखिदिनु होला, ल्याप्रोस्कोपी लेखिदिनु होला। अनि यता अब फेरि फिजिकलमा अब इक्जाम्पल्सहरु कन्डम राखिदिने, डाइफ्राम राखिदिने, केमिकलमा कमलचकी राखिदिने, स्पर्मिसाइडल जेली राखिदिने, एजेन्ट राखिदिने, मिक्स्डमा भजाइनल स्पुन्ज राखिदिने। हेर्नुहोस् त, ओरलमा अब हेर्नुहोस्, ओरलमा टन्नै छ, सिओसी, पिओपी, मेल पिल्स, त्यो स्लो रिलिजिङ र फास्ट रिलिजिङ गरेर तपाईहरुलाई जुन क्लासमा सिकाएको छु त्यो पनि लेख्न पाउनुहुन्छ। यसरी अलिकति सजिलो हुन्छ सम्झिन। हर्मोनमा के छ, एउटा खाने खालको छ, एउटा इन्जेक्सनमा छ र एउटा सबक्युटानियस राखिन्छ। हो त यो मेल पिल्सहरु भयो है, अनि इमर्जेन्सी पीसीसी भन्छ, पोस्ट कन्सेप्सनल कन्ट्रासेप्टिभ भयो, यो सब खाने खालको हो भने इन्जेक्सनमा के छ, डिपो र अहिले नयाँमा साइनाप्रेस थपिएछ। सबक्युटानियसमा इम्प्लान्ट छ, इम्प्लान्टको 3टा राखिदिनु होला, नर प्लान्ट, ज्याडल, इन्डो प्लान्ट। हेर्नुहोस् त, सकिसक्यो कि सकेन, कति सजिलो छ। हो तपाईले यसलाई यसरी पनि लेख्न सक्नुहुन्छ। अर्को तरिका पनि म तपाईहरुलाई सिकाइदिन्छु ल। मलाई यसरी मान्नुस् मन छैन, म यसरी टेम्पोररी र पर्मानेन्ट बाँड्दिन सर, म के गर्छु भन्दाखेरि हेर्नुहोस्, अर्को तरिका, एउटा आर्टिफिसियल र एउटा नेचुरल बाँड्दिए ल, मिल्छ। र यो आर्टिफिसियलमा के गर्छु, आर्टिफिसियलमा म टेम्पोररी र पर्मानेन्ट लेख्छु, पाइयो। अब यो टेम्पोररीमा मैले ब्यारियर, अनि मेकानिकल, अनि हर्मोनल, अनि के भन्छ हर्मोनल भयो, यति हो। अनि पर्मानेन्टमा मेल र फिमेलको गरेर जसरी पनि लेख्दा एउटै कुरा हो। र नेचुरलमा अघि जुन 6वटा सिकायो त्यो लेखिदिने। तर हामीले यसरी बाँड्दा भन्दा राम्रो तल जुन सिकायो त्यो, किनभने नेचुरल पनि त टेम्पोररी नै हो नि त। बरु यो नेचुरललाई हामी टेम्पोररी भित्र राखेर यहाँ कुरा गर्यौं भने सजिलो हुने भयो नि त। अब यसमा के गर्यो, आर्टिफिसियललाई छुट्टै गरिदियो, नेचुरललाई छुट्टै गरिदियो, नेचुरलमा 6वटा लेखिदिने र फेरि आर्टिफिसियललाई टेम्पोररी र केमा बाँडेको, पर्मानेन्टमा बाँडेको, अनि त्यसपछि तलकै कुराहरू त्यहाँ गएर थुपार्दिने हो। यसरी नै गर्न सकिन्छ, मजाले गर्न सक्नुहुन्छ। अर्को कुरा, तपाईहरु धेरैजनाको मनमा के हुन्छ, क्वेशन पनि सोधिराख्नु भएको हुन्छ मलाई, क्लासमा पनि मेसेन्जरहरुमा पनि, तर यो चार्टै कोर्नु पर्छ, पोइन्ट वाइज लेख्दा हुन्छ कि हुँदैन, मजाले हुन्छ, केही फरक पर्दैन। कोसिस गर्नुस् चार्ट बनाउने, चार्ट बनाउँदाखेरि एकैचोटी सबै के गर्यो, इक्जामिनरले, कपी काट्ने व्यक्तिले पुरै के भन्छ क्लासिफिकेसन एकैचोटी एकै आँखामा हेर्न सक्यो नि त। तर मैले मान्नुस् यो केही पनि गरेन, यहाँ सिकाउँछु है। मैले के गरे, यसरी लेखेला, 1 नम्बर टेम्पोररी, अनि टेम्पोररी भित्र अब ए लेखेर ब्यारियर लेखेला, ब्यारियर। अब ब्यारियरमा पनि रोमन एमा फिजिकल ब्यारियर, कन्डम, डाइफ्राम, अर्को रोमन 2 मा केमिकल ब्यारियर, कमलचकी, अर्को फेरि 3 मा मिक्स्ड ब्यारियर लेख्न पाइयो। अब बी, टेम्पोररी मध्येकै बी अब आयो, बी मा के लेख्ने, अब ब्यारियर पछि के सिकाएको, मेकानिकल, मेकानिकल लेख्छु, यसमा आइसिडी पर्छ लेखिदिए। अब सी, सी मा के थियो, टेम्पोररीमा हर्मोनल, हर्मोनल लेखिदिन्छु।
हर्मोनलमा अब फेरि रोमन गर्ने, ओरल, ओरलमा अघि पिओसी, पिओपी, यसलाई तपाईले जसरी पनि पाउनुहुन्छ। डी लेखिदिनुहोस्, नेचुरल, नेचुरल राखिदिनुहोस्, यसमा सबै लेखिदिनुहोस्। अनि अब 2 नम्बर लेखेर पर्मानेन्ट लेख्नुहोस्। र पर्मानेन्टमा मेलको लागि भेसेक्टोमी, फिमेलको लागि मिनिल्याब। बस तपाईले यसरी पनि गर्न पाउनुहुन्छ। 3टा तरिका तपाईहरुसँग छ, जसमध्ये मेरो विचारमा पर्सनली सबैभन्दा राम्रो तरिका भनेको यो तरिका हो। हेर्नुस्, किनभने यसले बुझ्न सजिलो बनाउँछ, एकै नजरमा पुरै एन्सर हेर्न मिल्छ एक्जामिनरलाई, जसले गर्दा तपाईको नम्बर आउने सम्भावना अलि बढ्ता हुन्छ। पुरै पढिराख्नु परेन। जस्तै मैले यसरी जब लेख्छु नि यो, त्यसमा पुरै एन्सर पढेपछि बल्ल तपाईलाई के हुन्छ, एक्जामिनरले थाहा पाउँछ यो कुरा लेखेछ। यसमा हेर्दै थाहा हुन्छ यो कुरा लेखेको छ। त्यसैले जहिले पनि हामीले एन्सर लेख्दाखेरि सकेसम्म यस्तै कोसिस गर्नुपर्छ। मैले यहाँ एन्सर कसरी लेख्ने हो भन्ने कुरामा कुरा त्यति गरिराखेको छैन, त्यसको लागि अघि नै पनि भने, पछि जोइन गर्नेहरूलाई फेरि सुन्नु। एन्सर कसरी लेख्ने, के कुरा सामेल गर्नुपर्छ, कुन कुरालाई नम्बरिङ गर्ने, कुन कुरामा पोइन्ट युज गर्ने, कुन कुरामा यसरी एरो युज गर्ने, कुन कुरामा यस्तो गर्ने, कुन कुरामा स्टार ह्याच युज गर्नु हुँदैन, यो सब कुराको लागि मैले एउटा भिडियो बनाएर राखिदिएछु, त्यो हेर्नु होला। यहाँ हामी सब्जेक्टमा रहेर कुरा गर्दैछौँ ल। आई थिङ्क मलाई लाग्छ तपाईहरुको यो फर्स्ट क्वेसनमा कुनै पनि प्रब्लम अब छैन होला। यो पहिलेदेखि पनि यो क्वेसन एकदम तपाईहरुको कमान्ड हुन्छ, किनभने यो क्लासमा नै तपाईहरुलाई दिएर सिकाएको हुन्छु, लेख्न लगाएको हुन्छु। तपाईहरुले आफै पनि यसलाई इन्ट्रेस्ट राखेर लेख्नु भएको हुन्छ। तर पनि यो इम्पोर्टेन्ट क्वेसन भएकोले हामी आज के गर्यौं त, थोरै यसको बारेमा चर्चा गर्यौं। अब यहाँ तपाईहरुले धेरै कुराहरु बुझ्नुभयो, कसरी के लेख्नु पर्ने हो भन्ने कुरा हामी क्लियर भयो ल। अब हामी अगाडि बढ्छौं। दोस्रो क्वेसन ल हेर्नुस्। अब तपाईहरुलाई यहाँ क्वेसनको डिफरेन्ट मोडलहरु यहाँ हामी कुरा गर्छौं है। एउटै खालको क्वेसन पढ्ने होइन। जस्तै हेर्नुस् त, राइट सर्ट नोट्स अन, सर्ट नोट लेख्नु छ। 5 वटा क्वेसन छ यसमा, 2 मार्क्सको, जम्मा 10 मार्क्सको क्वेसन यो एउटै हो। क्वेसन नम्बर 2 हो। यसमा कतिवटा कुरा छ, 5 वटा कुरा छ। 2 मार्क्सको एउटा छ बेसल बडी टेम्परेचर मेथड, बीबीटी। र बीबीटी को बारेमा तपाईहरुले लेख्नु पर्यो। अब यस्तो यस्तोमा म धेरै बुझाउँदिन, किनभने यो तपाईहरुले पढेको कुरा हो, यसको बारेमा तपाईले बुझ्नु भएको हो, सरसर्ती तपाईले लेखिदिनु पर्यो। अब बीबीटी भनेको मैले सरसर्ती सम्झाइदिन्छु। बीबीटी के हो त, एउटा नेचुरल मेथड हो, जसमा ओभुलेसनको टाइममा प्रोजेस्टेरोन बढी भएको कारणले शरीरको मेटाबोलिक रेट बढ्न जान्छ। र मेटाबोलिक रेट बढेको कारणले हेर्नुस्, जुन बेला ओभुलेसन हुने बेला हुन्छ नि, त्यो बेला के हुन्छ, एकैछिन है, ठिकै छ ल। ओभुलेसन हुने बेला हेर्नुस्, ओभुलेसन हुने बेला प्रोजेस्टेरोन बढ्छ, प्रोजेस्टेरोनले गर्दा मेटाबोलिक रेट बढ्छ, मेटाबोलिक रेट गर्दा तापक्रम बढ्छ। त कुनै महिलाको तापक्रम बढ्यो भने हामी के शंका गर्नुपर्छ, ओभुलेसन हुने बेला छ, त्यसलाई बीबीटी भन्छौं। यसमा नर्मली 0.3 देखि 0.5 डिग्री सेल्सियसले टेम्परेचर बढ्ने हो, यो प्रोजेस्टेरोनको कारणले बढ्ने हो भन्ने कुराहरु तपाईले लेख्नु पर्ने हुन्छ। र टेम्परेचर मेजर गर्दा मोर्निङ टाइममा मेजर गर्नुपर्छ। जुन दिनदेखि बढेको थाहा पायो त्यो दिनदेखि 2 दिनको लागि सेक्सुअल इन्टरकोर्स, 2 देखि 3 दिनको लागि के गर्नुपर्छ, स्टप गर्नुपर्छ। हो यही कुराहरु लेखेछ। हेर्नुस् त यहाँ सिक्नुस्। Basal body temperature is a natural family planning method used to identify the safe period for sexual intercourse. यसमा हामीले के गर्छौं त, एउटा फ्यामिली प्लानिङको नेचुरल मेथड हो, जसमा हामी टेम्परेचरको, शरीरको तापक्रमको सहायताले सेफ पिरियड सेक्सुअल इन्टरकोर्स गर्नको लागि सेफ पिरियड हामी के गर्छौं, जज गर्छौं, फाइन्ड गर्छौं, आइडेन्टिफाई गर्छौं। जसमा मेथड के छ हेर्नुस्, टेम्परेचर इज मेजर्ड इन द मर्निङ during ovulation. Body temperature increase by 0.3 to 0.5 degree Celsius. During this period avoid sexual intercourse for 2 to 3 days. मेन कुरा लेखिदिनुस् तपाईले। यहाँ तपाईले एउटा कुरा प्रोजेस्टेरोनको कारणले बढ्छ भन्ने कुरा जोड्न सक्नुहुन्छ। अनि यसको एडभान्टेज के हो, इट इज अ नेचुरल मेथड, सो नो एनी साइड इफेक्ट। अनि डिसएडभान्टेज के छ, नट युजफुल ड्युरिङ प्रेग्नेन्सी, के भन्छ, फिभर अर इलनेस, एनी टाइप अफ इन्फेक्सन छ, डिजिज छ, त्यो बेला यसलाई हामी युज गर्न सक्दैनौं, बिकज
अलरेडी फिभरहरू छ भने हामी मिस गर्न सक्छौँ। फिभरले गर्दा टेम्परेचर बढेको हुन सक्छ, अनि त्यस्तो बेला के हुन सक्छ, मिस हुन सक्छ। त यो चाहिँ एउटा के भयो त मेथड भयो। कति सजिलो छ, यसरी लेखिदिनु पर्यो। अब यस्तै एउटा छ ल्याक्टेसनल एमोनोरिया। यो पनि एक प्रकारको नेचुरल मेथड हो, जसमा हामी एक्सक्लुसिभ ब्रेस्ट फिडिङ गरायो भने कन्ट्रासेप्सनको रूपमा काम गर्छ। यो 6 महिनासम्मको लागि काम गर्ने हो भनेर हामी बुझ्नुपर्छ। यसको लागि मेन्सुरेसन के भन्छ यो एक्सक्लुसिभ ब्रेस्ट फिडिङ, बेबी इज एक्सक्लुसिभ ब्रेस्ट फिडेड हुनै पर्छ। एमोनोरिया भएको हुन्छ एक्सक्लुसिभ ब्रेस्ट फिडिङ गराएको कारणले गर्दा, किनभने एक्सक्लुसिभ ब्रेस्ट फिडिङ गराउने क्रममा प्रोल्याक्टिनको लेभल हाई हुन्छ, अनि यो प्रोल्याक्टिनले गर्दा के हुन्छ त प्रोजेस्टेरोन पनि हाई रहन्छ है, जसले गर्दा एफएसएच को उत्पादन हुँदैन। एफएसएच को उत्पादन नभएपछि फोलिकल स्टिमुलेटिङ हर्मोन आएन भने फोलिकल्सहरू म्याच्योर हुँदैन, फोलिकल म्याच्योर भएन भने ओभुलेसन हुँदैन, ओभुलेसन भएन भने मेन्सुरेसन हुँदैन। यति कुरा हो। अब यसको एडभान्टेज के त, यो नेचुरल हो, सो साइड इफेक्टहरू छैन, कोस्ट केही लाग्दैन, 98% इफेक्टिभ छ यदि क्राइटेरिया के छ, मिट छ भने। बुझ्नुभयो। अब डिसएडभान्टेज त्यही बुझ्न सक्नुहुन्छ। डिसएडभान्टेजको रूपमा हामी के लेख्न सक्छौँ भन्दाखेरि यसको लागि एक्सक्लुसिभ ब्रेस्ट फिडिङ पर्फर्म गर्नु पर्यो, जुन सबैजनाले गर्न नसक्ने हुन सक्छ। कहिलेकाहीँ एक्सक्लुसिभ ब्रेस्ट फिडिङ भएको हुँदैन, हामीलाई थाहा हुँदैन, त्यस्तो बेला प्रेग्नेन्सीहरू पनि हुन सक्छ। ओके, त्यस्तै छ विथड्रल मेथड है। यो सर्ट नोट हो सबै, यसको बारेमा सर्ट नोट लेख्न भनेको। विथड्रल मेथड इज अ नेचुरल मेथड अफ फ्यामिली प्लानिङ in which male partner remove the penis from the vagina before the ejaculation to prevent the sperm from entering the female reproductive tract. एकदम सजिलो। इजाकुलेसन हुनुभन्दा पहिले के गर्ने, स्पर्मलाई बाहिर इजाकुलेसन गराउनु भनेकै के हो त, विथड्रल मेथड हो, कोइटस इन्टरप्ट मेथड भन्छु। यसको प्रिन्सिपल के त, प्रिभेन्ट फर्टिलाइजेसन बाई एभोइडिङ इन्ट्री अफ के स्पर्म, नो कोस्ट, नो डिभाइस युज्ड, हाई रिस्क अफ फेलर हो, रिक्वायर हाई सेल्फ कन्ट्रोल एन्ड टाइमिङ। यसमा सेल्फ कन्ट्रोल र टाइमिङ के हुन्छ, एकदम हाई लेभलको चाहियो, त्यसैले गर्दा यसको यो डिभान्टेजको रूपमा रहेको छ। सेक्सुअल एब्स्टिनेन्स, सेक्सुअल एब्स्टिनेन्स इज अल्सो नेचुरल फ्यामिली प्लानिङ मेथड इन विच कपल्स आर डिसाइड टु नो सेक्सुअल इन्टरकोर्स। बस एकदम सजिलो, देयर इज नो सेक्सुअल इन्टरकोर्स। 100% इफेक्टिभ मेथड हो यो, कम्प्लिट इफेक्टिभ मेथड हो, तर यसको लागि हाई मोटिभेसन चाहिन्छ, सेल्फ कन्ट्रोल हाई चाहिन्छ। यो यसको के हो त, हाई मोटिभेसन चाहिन्छ भन्ने यसको के भयो त, यो डिसएडभान्टेज भयो। एडभान्टेज र डिसएडभान्टेज हामी बुझ्न सक्छौँ है। ल, कम्प्लिट इफेक्टिभ मेथड। ठिक छ, ओके, क्लियर छ। अब हेर्नुहोस् त, सर्वाइकल म्युकस मेथड। सर्वाइकल म्युकस मेथडमा पनि सेम, एउटा पनि एउटा नेचुरल मेथड हो, जसमा हामी के गर्छौँ, सर्भिक्सबाट आउने म्युकसको आधारमा हामी जज गर्छौँ ओभुलेसन हुने टाइम छ कि छैन भनेर लेख्नु पर्यो। अब यसमा तपाईहरुले त्यो क्लासमा पढाएको हुन्छु नि, नर्मल बेला त्यो पनि लेख्न पाउनुहुन्छ। नर्मल बेला थिक हुन्छ, लेस स्लिपरी हुन्छ, चिप्लोपना कम हुन्छ, अनि लेस वाटरी हुन्छ, अनि लेस प्रोडक्सन पनि हुन्छ। लेस प्रोडक्सन हुन्छ। जब ओभुलेसन हुने बेला समय आउँछ नि, हेर्नु त्यो बेला यो उल्टो भइहाल्छ, थिन भइहाल्छ, स्लिपरी बडी स्लिपरी भइहाल्छ, लेस मोर वाटरी मोर प्रोडक्सन हो, त्यसरी काम गर्छ। अब त्यस्तै एउटा अर्को क्वेसन हामी लिन सक्छौँ, राइट सर्ट नोट्स अन। अनि यो चाहिँ यसमा दुईटा क्वेसन भयो, 2.55 मार्क्सको यो सर्ट क्वेसन भयो। अनि एउटा सेपरेट मेथड छ जसलाई क्यालेन्डर मेथड भन्छौँ, एउटा सिम्प्टोथर्मिक मेथड छ। अब सेपरेट मेथड तपाईहरुलाई थाहा छ, यसमा हामीले सेपरेट मेथडमा के गर्छौँ, सेप पिरियड पत्ता लगाउनको लागि महिनावारीको 12वटा साइकल लिने र 12बाट सर्टेस्टबाट 18 घटाउने, लङ्गेस्टबाट 10 घटाउने, जति दिनदेखि जति दिन आयो त के भयो, सेप पिरियड भयो।
यसरी बुझ्नुपर्छ हामीले। अब यसमा त यदि डाइरेक्ट हामीले सेफ र अनसेफको कुरा गर्यो भने सेफ पिरियड भनेको 1 विक्स बिफोर र 1 विक्स आफ्टर मेन्सुरेसन हुन्छ। यो हेर्नुहोस् है। र अनसेफ पिरियड भनेको 8 देखि 21 दिन वा 9 देखि 22 दिन हुन्छ। त्यो याद गर्नु होला। यसमा पनि कुनै कोस्ट लाग्दैन, साइड इफेक्ट छैन। यो पनि इन्टायरली नेचुरल मेथड हो, तर लेस रिलिएबल हो कम्पेयर टु अदर्स, नट सुटेबल फर वुमेन हु हेज मेन्सुरेसन साइकल इरेगुलर। जसको महिनावारी साइकल इरेगुलर छ त्यसको लागि यो सुटेबल छैन भनेर हामी बुझ्न सक्छौँ। भेरी इजी। यसरी तपाईँहरूले यो क्वेसनको एन्सर पनि दिन सक्नुहुन्छ। अब सिम्प्टोथर्मिक मेथड भनेको कम्बाइन हो। हेर्नुहोस् सेफ पिरियड मेथडको, त्यसपछि बेसल बडी टेम्परेचर मेथडको र सर्भाइकल म्युकस मेथडको कम्बाइन हो। यो तिनटैको बारेमा थोरै थोरै लेखिदिनु भयो भने, तिनटैको कुरा गरिदिनु भयो भने भयो। यो चाहिँ अरूभन्दा बढी इफेक्टिभ हुन गयो किनभने कम्बाइनमा छ। यो तिनटैको एकै ठाउँमा युज छ। त्यसैले यसको पनि एडभान्टेजमा हेर्नु, जति पनि नेचुरल मेथड छ त्यसको केही साइड इफेक्ट छैन, अर्गेनहरूलाई केही ड्यामेज हुँदैन। यस्तो यस्तो के गर्ने एडभान्टेज लेख्ने भने, डिसएडभान्टेजमा त्यही सेक्सुअल इन्टरकोर्सलाई एभोइड गर्नुपर्ने हुन्छ, जसको लागि हाई मोटिभेसन चाहियो, अलिकति इफेक्टिभनेस यसको कम हुन्छ, प्रोसेस राम्ररी फलो भएन भने गर्भधारण हुने जोखिम हुन्छ। हो यस्तो कुराहरू के गर्ने डिसएडभान्टेजमा लेखिदिने। ल यो सजिलो छ है। मैले यस्तो यस्तो क्वेसनहरूलाई सरसर्ती अगाडि बढाइरहेको छु किनभने हामीले टाइम दिनुपर्ने हो यस्तो क्वेसनमा। हेर्नुहोस् कस्तो क्वेसनमा हामी टाइम दिनुपर्छ भन्दाखेरि, यहाँ अलिकति पछाडि आउने क्वेसन जस्तै एउटा त यो पनि भयो, गैदर टेक्निक्समा पनि अलिकति हामीले विचार गर्नुपर्छ। त्यसै गरी यता पछाडितिर तपाईँहरूको अलि इम्पोर्टेन्ट क्वेसन्सहरू यहाँ मैले राखेको छु है। जस्तै यो त सजिलै क्वेसन्स हो, सजिलै हो। यो लार्कवाला क्वेसनको पनि डेफिनिसन्सदेखि लिएर अर्को यो जस्तै हेर्नुहोस्, फ्यामिली प्लानिङ इज अ प्रोमोटिभ हेल्थ सर्भिस, एक्सप्लेन इट। हो यस्तो खालको क्वेसन्सहरू कहिलेकाहीँ 10 नम्बर 5 नम्बरमा सोधिरहेको हुन्छ। फ्यामिली प्लानिङ किन प्रोमोटिभ हेल्थ सर्भिस हो यसलाई एक्सप्लेन गर्न भनेको छ। हो यस्तो क्वेसन। त्यसै गरी लिस्ट आउट द इन्डिकेटर्स अफ फ्यामिली प्लानिङ, फ्यामिली प्लानिङ इन्डिकेटर्स लेखेर त्यसको डिस्क्राइब गर्ने। यहाँ हामी टाइम दिनेछौँ। माथिको क्वेसन्सहरू सरसर्ती अगाडि बढ्छु। त्यस्तै डिफाइन द करेन्ट सिचुएसन्स अफ फ्यामिली प्लानिङ इन नेपाल एन्ड सजेस्ट वेज टु इम्प्रुभ इट। सजेसन गर्नुहोस् यसलाई कसरी इम्प्रुभ गर्न सकिन्छ। हो यस्ता क्वेसनमा हामी के गर्नुपर्छ, अलिक समय दिनुपर्छ। यसका विभिन्न वेजहरू नेपाली र इङ्ग्लिस, यो गाह्रो भएकोले मैले नेपाली र इङ्ग्लिस दुइटैमा तपाईँलाई राखिदिएछु, सिएमएहरूलाई र अनमीहरूलाई अलिक सजिलो हुन्छ। त्यसै गरी हेर्नुहोस् त, एउटा महिला हेल्थ पोस्टमा डिपो लिनको लागि आउँछ जसको हस्बेन्ड बाहिर छ, त्यस्तो कन्डिसनमा दिने कि नदिने, दिने हो भने किन दिने, नदिने हो भने किन नदिने भनेर एक्सप्लेन गर्न भनेको छ। हो यो क्वेसन हामीले लेख्नुपर्ने हुन्छ। त्यस्तै अस्ति भर्खर सोधेको गण्डकी प्रदेशले डिफाइन फ्यामिली हेल्थ एन्ड प्री रिक्वेस्टिक्स अफ द फ्यामिली हेल्थ भनेर यो क्वेसन हामीले कुरा गर्छौँ र मुनि पपुलेसन एजुकेसन्समा अलिकति कुरा गर्छौँ। माथिको त तपाईँहरूले पढेको कुराहरू छ, त्यसैले म सरसर्ती बढिरहेको छु है। त्यसमा तपाईँहरूले आत्तिनु परेन। ल हेर्नुहोस्, अब यो सिम्प्टोथर्मिक मेथड्सहरूको कुरा भयो। अब यो कन्डमको कुरा गरौँ। यो वाट इज कन्डम भनेर भनेछ। कन्डम इज अ थिन फ्लेक्सिबल सिथ टाइपली मेड बाई लेटेक्स। अब इम्पोर्टेन्ट कुराहरूलाई तपाईँहरूले मेन विचार गर्नुपर्छ। लेटेक्सबाट बनेको एउटा थिन सिथ हो है। पोलियुरिथेनबाट पनि बनेको हुन्छ तर त्यो चाहिँ फिमेल कन्डमहरू हुन्छ। इट इज डिजाइन्ड एक्ट एज अ फिजिकल ब्यारियर टु प्रिभेन्ट द प्रेग्नेन्सी एन्ड ट्रान्समिसन अफ सेक्सुअल ट्रान्समिटेड डिजिज ड्युरिङ द सेक्सुअल एक्टिभिटी। यो एउटा लेटेक्स वा पोलियुरिथिनबाट बनेको फ्लेक्सिबल सिट हो जसलाई फिजिकल ब्यारियरको रूपमा यसले काम गर्छ। यसले प्रेग्नेन्सीको साथसाथै सेक्सुअल ट्रान्समिटेड डिजिजबाट पनि के गर्छ, बचाउने गर्दछ। यसको दुईटा टाइप हुन्छ, मेल र फिमेल। अब एडभान्टेज यसमा क्वेसन दिएछ। हेर्नुहोस्, एडभान्टेज अफ कन्डम, यो इम्पोर्टेन्ट क्वेसन हो। कन्डमको सोधिरहेको हुन्छ कहिलेकाहीँ है, अहिलेसम्म नसोधेको कारणले गर्दा। हेर्नुहोस्, सोधेको क्वेसन्सलाई विद्यार्थीले बढी प्राथमिकतामा राखिदिन्छ, तर खासमा प्राथमिकतामा हुनुपर्ने हो नसोधेको क्वेसन। सोधेको क्वेसन सोध्ने सम्भावना अलिक कमै हुन्छ, पछि पछि सोधिन्छ। त्यसैले के गर्नु होला, यो याद गर्नु होला। अब यसको एडभान्टेजमा एउटा त तपाईँहरूलाई थाहा छ, डुअल प्रोटेक्सन। के छ त डुअल प्रोटेक्सन। यसले
अनवान्टेड प्रेग्नेन्सीको साथसाथै एसटिआईबाट पनि के गर्छ, बचाउँछ। अनवान्टेड प्रेग्नेन्सीको साथसाथै एसटिआईबाट पनि के गर्ने भयो, बचाउने भयो है। त्यस्तै एक्सेसिबिलिटी, यसको सजिलै यो के छ, एभाइलेबल छ। त्यसै गरी एफोर्डेबिलिटी, यसलाई हामी सजिलै के गर्न सक्छौँ, एफोर्ड गर्न सक्छौँ, सस्तो छ। नो हर्मोनल साइड इफेक्ट, कुनै पनि प्रकारको हर्मोन नभएकोले साइड इफेक्ट छैन। पोर्टाबिलिटी, यसलाई हामीले सजिलो सानो भएकोले हामीले ब्यागमा, पकेटमा, पर्समा जहाँ पनि क्यारी गर्न सक्छौँ, यो एडभान्टेज हो यसको, विशेषता भयो। यस्तै हामीले आइसिडी भयो, डिपो भयो, यिनीहरूलाई अलिक गाह्रो हुन्छ। हाई इफेक्टिभनेस, यदि करेक्ट युज गर्यो भने यसको प्रभावकारी पनि के छ, एकदम राम्रो छ। सपोर्ट फर अदर मेथड, यसले अरू मेथड्सहरूलाई पनि के गर्छ, सपोर्ट गर्छ, त्यसैले यसलाई ब्याकअप मेथड भन्छ। यो कुरा तपाईँहरूलाई क्लासमा म सिकाएको हुन्छु। जस्तै कुनै पनि महिलाले भेसेक्टोमी, पुरुषले भेसेक्टोमी गरायो तर पनि त्यसलाई 30 इक्जाकुलेसनसम्म कन्डम प्रयोग गर्नुपर्छ। यो कन्डमको एडभान्टेज हो नि त, अरू मेथडलाई पनि के गर्छ, सपोर्ट गर्छ हैन हो। वा कुनै महिलाले आइसिडी युज गरिरहेछ तर पनि उसले कन्डम प्रयोग गर्न सक्छ सेक्सुअल ट्रान्समिटेड डिजिजबाट बच्नको लागि। वा आफ्नो के भन्छ, यो जुन प्रेग्नेन्सी हुने डर छ, त्रास छ, त्यसलाई कम गर्नको लागि हो। अरू मेथडलाई सपोर्टको रूपमा पनि हामी युज गर्न सक्छौँ। यो के भयो त, हेर्नुहोस् मेन वर्डहरू याद राख्नु। जस्तै यो डुअल प्रोटेक्टिभ हो, यसको एसेसिबिलिटी सजिलो छ, एफोर्डेबल छ, हर्मोन नभएकोले साइड इफेक्ट छैन, पोर्टेबल छ, इफेक्टिभनेस राम्रो छ, सपोर्ट गर्छ अदर मेथड्सहरूलाई यसले, यसरी चाहिँ लेख्न सक्नुहुन्छ। त्यसै गरी अर्को छ डिफाइन आइसिडी। हेर्नुहोस्, डिफाइन आइसिडी एन्ड मेकानिजम अफ एक्सन, आइडियल क्यान्डिडेट एन्ड एडभान्टेज अफ आइसिडी। यो 1112 यसरी मार्क्सलाई विचार गर्नु होला तपाईँहरूले जहिले पनि लेख्दाखेरि। अब डिफिनिसन भनेको हेर्नुहोस्, आइसिडी इज डिभाइस केप्ट इन इन्ट्राइन क्याभिटी टु प्रिभेन्ट फर्टिलाइजेसन। इट इज मेड अफ अ टी सेप डिभाइस हो एउटा है, जो ट्र्याप विथ कपर आयन हुन्छ। हाम्रो यहाँ कपर युज भएकोले र 12 वर्षसम्म के गर्छ, काम गर्छ। यसको मेकानिजम अफ एक्सन के हो त, एउटा हेर्नुहोस्, यसले फर्टिलाइजेसनलाई रोक्छ, जुन यसको प्राइमरी मेकानिजम अफ एक्सन हो। यसरी नै लेख्नुहोस्, कसरी रोक्छ, सर्भाइकल म्युकसलाई थिक गरेर, अर्को कपर आयनले स्पर्मको मोटिलिटीलाई के गरिदिन्छ, घटाइदिन्छ। त फर्टिलाइजेसन किन रोक्यो, किनभने यहाँ हेर्नुहोस् त, तपाईँलाई हुन त क्लासमा मैले राम्रोसँग सिकाएको हुन्छु। यहाँ हेर्नुहोस्, 1 नम्बर सर्भाइकल म्युकसलाई थिक बनाइदियो, सर्भाइकल म्युकसलाई के गर्यो, थिक बनायो, जसले गर्दा स्पर्म जान पाएन। गयो भने पनि बिचमा यो छ आइसिडी, यसले स्पर्मको मोटिलिटी कम गरिदिन्छ। मोटिलिटी भनेको चाल घटाइदिन्छ। अर्को यसले इम्प्लान्टेसन बिगार्छ, इन्डोमेटेरियललाई अल्टर गरेर, अनफेभरेबल गरेर, इम्प्लान्टेसनको लायक रहन दिँदैन। इम्प्लान्टेसनको लागि जस्तो हुनुपर्ने त्यस्तो इन्भाइरोमेन्टमा रहन दिँदैन, बिगारिदिन्छ, अनफेभरेबल गरिदिन्छ। यही त हो त मेकानिजम अफ एक्सन। कति सजिलो छ आइसिडी को। यसैमा तपाईँले ओभुलेसन पनि थपिदिनु भयो। इनहाइबिट ओभुलेसन भने सबै हर्मोनलको भइहाल्यो। मेकानिजम इज अ भेरी इजी। हेर्नुहोस्, मेकानिजम्सहरू तपाईँहरूलाई म यहाँ तपाईँहरूलाई एकमुष्ट सिकाइदिन्छु ल। अब यस्तो कुरामा त अलि टाइम दिनु पर्यो। हेर्नुहोस्, संसारका जति पनि कन्ट्रासेप्टिभ छ नि, 3 कुरा बिगारेर काम गर्छ। एउटा फर्टिलाइजेसन बिगारेर, किनभने गर्भधारण हुनलाई के हुनु पर्यो, फर्टिलाइजेसन हुनुपर्छ, इम्प्लान्टेसन हुनुपर्छ र ओभुलेसन हुनुपर्छ। यही 3टा नहुनु पर्यो, हो कि होइन भन्नुहोस् त। अब हेर्नुहोस्, जति पनि कन्ट्रासेप्टिभ छ यही 3टा मध्ये कुनै न कुनैलाई बिगार्छ। कसैले ओभुलेसनलाई, कसैले फर्टिलाइजेसनलाई, कसैले इम्प्लान्टेसनलाई, कसैले 3टैलाई, कसैले यसमध्येको 2टालाई। जस्तै आइसिडीले के बिगार्छ, फर्टिलाइजेसन र इम्प्लान्टेसन। फर्टिलाइजेसन कसरी बिगार्यो त, सर्भाइकल म्युकस थिक गरेर स्पर्मलाई जान दिएन, स्पर्मको गति घटाइदिएर स्पर्मलाई ओभमसम्म पुग्न दिएन। इम्प्लान्टेसन कसरी बिगार्यो त, इन्डोमेटेरियल वाललाई अनफेभरेबल गरिदियो।
अब मान्नुस् तपाईलाई कन्डमको सोध्छ, कन्डमले फर्टिलाइजेसन बिगार्ने हो, त्यसले ओभुलेसन बिगार्ने होइन। स्पर्मलाई ओभमसम्ममा पुग्न दिनु भनेको फर्टिलाइजेसन बिग्रिनु। मिनी ल्याबले कसरी काम गर्छ मान्नुस् आइदियो ल। कसरी? फर्टिलाइजेसन हुन दिँदैन, भेसेक्टोमी फर्टिलाइजेसन हुन दिँदैन, डाइफ्राम फर्टिलाइजेसन हुन दिँदैन। अल ब्यारियर मेथड आर इनहिबिट्स फर्टिलाइजेसन। हर्मोनल मेथडको कुरा गर्नुहुन्छ भने हर्मोनल सबै सिओसी, डिपो है, इम्प्लान्ट, यो सबैले के गर्छ? साइनाप्रेस, यसले तिनटै बिगार्छ। हेर्नुहोस्, हर्मोनलले तिनटै बिगार्ने भयो, तर मेनली हर्मोनलले ओभुलेसन बिगार्छ। हर्मोनलको मेन काम के? ओभुलेसन बिगार्ने। आयुसिडी को मेन काम के? फर्टिलाइजेसन बिगार्ने। इम्प्लान्टेसन पनि बिगार्छ हर्मोनलले, फर्टिलाइजेसन पनि, ओभुलेसन पनि, तर मेन के बिगार्छ? हर्मोनलले ओभुलेसन बिगार्छ। तर त्यसरी त अब्जेक्टिभ क्वेसनको लागि हो। यहाँ त तपाईले इनहिबिट फर्टिलाइजेसन, ओभुलेसन र इम्प्लान्टेसन तिनटै लेख्ने, मस्त लेखिदिनुस् ल। त्यही कुरा यहाँ गरेको छ मेकानिजम अफ एक्सनमा। हेर्नुहोस्, अब अर्को क्वेसन यसमा के रहेको छ त? मेकानिजम अफ एक्सन पछि आइडियल क्यान्डिडेट। आयुसिडी को लागि आइडियल क्यान्डिडेट को हो त? हेर्नुहोस्, जसको महिनावारी रेगुलर छ, एउटा बच्चा पाएछ हैन, थ्रेड चेक गर्ने, धागो चेक गर्ने इच्छुक छ, सेल्फ मोटिभेटेड छ यो राख्नलाई, फलोअपमा सजिलैसँग उसको हस्पिटल एसेसमा छ, पिआइडी को हिस्ट्री छैन, मोनोएन्ड्रस रिलेसनसिपमा छ, यीहरू त हाम्रो पहिलाकै नोटकै कुराहरू हो, पढेको कुराहरू हो, सजिलैसँग बुझ्न सक्छौ। आयुसिडी कस्तो महिला यसको लागि उपयुक्त हो भने महिनावारी रेगुलर, एउटा बच्चा पाएको, पिआइडी को हिस्ट्री नभएको, आफै मोटिभेटेड भएको, टेल चेक गर्ने इच्छुक भएको, यसको धागो चेक गर्ने इच्छुक हुनुपर्छ, अनि मोनोएन्ड्रस रिलेसनसिप भएको हुनु पर्यो है। मोनोएन्ड्रस रिलेसनसिप हुनुपर्छ। मोनोग्यामस भइहालेछ, त्यो वर्ड अलिकति टाइपिङ मिस्टेक छ। अब यसको फाइदा एडभान्टेज के छ हेर्नुहोस्। फास्ट फर्टिलिटी रिटर्न, भेरी भेरी इम्पोर्टेन्ट। सबैभन्दा फास्ट फर्टिलिटी रिटर्न नै कुन आयुसिडी, कुन कन्ट्रासेप्टिभ आयुसिडी। मतलब जस्तै कुनै महिलाले आयुसिडी युज गरिरहेछ नि, त्यो झिक दियो भने ऊ फर्टिलिटी गेन गरिहाल्यो, तर अरूमा त्यस्तो हुँदैन। डिपोहरूले त 24 देखि 12 देखि 24 महिनासम्म इन्फर्टिलिटी गराउन सक्छ। यो आयुसिडी को फाइदा हो। कुनै पनि सिस्टमेटिक वा मेटाबोलिक साइड इफेक्ट छैन। नट इन्टरफेयर विथ सेक्सुअल इन्टरकोर्स, सेक्सुअल इन्टरकोर्सलाई केही बिगार्दैन। जस्तै कन्डमले सेक्सुअल इन्टरकोर्समा के गर्छ? अलिकति सटिस्फ्याक्सनलाई, डिजायरलाई कम गर्छ नि त। लङ टर्म प्रोटेक्सन, यसले लामो समयसम्म काम गर्ने भएकोले पर्मानेन्टको वैकल्पिक उपायको रूपमा यो युज हुन्छ। क्यान फुलफिल निड अफ पर्मानेन्ट मेथड, जुन अघि भने एक्सपेन्सिभ त्यस्तो छैन। एक्सपेन्सिभ त कुरै नगर्ने, फ्रीमै आउँछ नेपालमा, त्यस्तो धेरै महँगो पनि छैन। अनि सेफ्टी, ल्याक्टेटिङ मदरले पनि, डायबिटिज मदरले पनि, हाइपोटेन्सिभ मदरहरूले पनि के गर्न सक्छ? युज गर्न सक्छ। यही त एडभान्टेजहरू छ है। त्यो यो आयुसिडी को के पढिएको हामी? आयुसिडी भनेको, यसको मेकानिजम अफ एक्सन, आइडियल क्यान्डिडेट र के त एडभान्टेज पढेको। बुझिरहेछ सबैजनालाई? हेलो, हजुर सर। बुझिरहेछ सर? हेलो, हजुर बुझिराख्नु भएको छ सबैजनाले? हजुर सर, बुझिरहेछु सर। ओके, ल ल हेर्नुहोस्, त यसरी चाहिँ हामी बुझ्न सकिन्छ है। स्क्रिन सेयर गर्नुहोस्। अब हेर्नुहोस् त अर्को क्वेसन। ल यो बुझ्नुभयो होला सबैजनाले। अर्को क्वेसन एउटा इम्पोर्टेन्ट क्वेसन छ यो पनि। हेर्नुहोस्, डिफाइन फ्यामिली प्लानिङ। फ्यामिली प्लानिङलाई डिफाइन गर्न भनेछ र ब्रिफली डिस्क्राइब द स्टेप अफ फ्यामिली प्लानिङ काउन्सिलिङ। फ्यामिली प्लानिङ काउन्सिलिङको स्टेपलाई ब्रिफली डिस्क्राइब गर्न भनेको छ। अब हेर्नुहोस्, यसमा फ्यामिली प्लानिङको परिभाषा अघि हामी पढिसक्यौँ, त्यसैले म त्यसको चर्चा गरेन।
अब हामी सिधै स्टेप अफ फ्यामिली प्लानिङ काउन्सिलिङमा जान्छौँ, जसलाई ग्यादर टेक्निक भन्छ, ग्यादर एप्रोच भनेर पनि भनिन्छ। अब हेर्नुहोस्, यसमा ग्यादर एप्रोचमा के छ, सबैभन्दा पहिला जीबाट ग्रिट गर्ने, हेर्नुहोस् अभिवादन गर्ने, जसमा हामीले हेर्नुहोस् त ग्रिट द के भन्छ क्लाइन्ट इन एन ओपन एन्ड रेस्पेक्टफुल म्यानर। हामीले फुल एटेन्सनको साथ आफ्नो पुरै ध्यान केन्द्रित गरेर क्लाइन्टलाई रेस्पेक्टफुल तरिकाले हामी ग्रिट गर्नुपर्छ। जस्तै कि ग्रिट क्लाइन्ट बाई सेइङ नमस्ते, नमस्ते भन्नु पर्यो। अफर सिट टु क्लाइन्ट, बस्नको लागि सिट अफर गर्नु पर्यो। इन्ट्रोड्युस योर सेल्फ एन्ड इस्टाब्लिस ऱ्यापर्ड, हामीले आफ्नो परिचय दिँदै ऱ्यापर्ड बिल्डिङ गर्नु पर्यो। मेन्टेनेन्स प्राइभेसी एन्ड कन्फिडेन्सियालिटी, आफ्नो के भन्छ गोपनीयता के गर्नु पर्यो, मेन्टेन गर्नु पर्यो। उसलाई आत्मविश्वास हुने खालको वातावरण बनाउनु पर्यो। हो, यो भयो पहिलो, यो लेख्नु पर्यो। हामी के गरिदिन्छौँ, क्वेसन आउँछ नि सिधै ग्रिट लेखिदियो छोडिदियो, ल हुँदैन, ग्रिट लेखेर छोडेर हुँदैन। त्यो तपाईँले लेख्नुपर्छ के, जस्तै यो लेखेँ नि मैले भाषा, हो यसले के बुझायो त, ए यो गर्नुपर्छ भन्ने कुरा हामीलाई थाहा भयो नि त। तपाईँले अब सिक्नुभयो नि त, तपाईँले अब काम मान्नुहोस् कर्मचारी बन्नुहुन्छ भने तपाईँलाई फ्यामिली प्लानिङको साधन लिन आयो भने यो स्टेप फलो गर्नुहुन्छ नि त, त्यसको लागि त यो थाहा हुनु पर्यो। अब ग्यादरमा अर्को छ एबाट आस्क, सोधपुछ गर्ने। आस्क एबाउट द प्रब्लम अर निड, उसको समस्या वा आवश्यकतालाई सोध्नुहोस्। आस्क क्वेसन फ्रेन्डली म्यानर विथ अन्डरस्ट्यान्डेबल ल्याङ्ग्वेज, हामीले क्वेसन सोध्ने एकदम साथी जस्तो व्यवहार गरेर उसलाई बुझ्ने खालको ल्याङ्ग्वेजमा क्वेसन गर्ने। अनि नो एबाउट द क्लाइन्ट रिप्रोडक्टिभ हिस्ट्री, हेल्थ स्टाटस, एनी कन्सर्न, उसको क्लाइन्टको रिप्रोडक्टिभ हिस्ट्री, प्रजनन स्वास्थ्यसँग सम्बन्धित इतिहास, उसको स्वास्थ्यको अवस्था र कुनै त्यस्तो सम्बन्धित समस्या छ भने त्यसको के गर्ने, त्यसको बारेमा हामी बुझ्ने, पत्ता लगाउने। अब टीबाट यसमा टेल, जानकारी दिने। प्रोभाइड इन्फर्मेसन एबाउट द एभाइलेबल मेथड सच एज कन्डम, अब हामीसँग उपलब्ध भएका र नभएका सबै मेथडको बारेमा के गर्ने, उसलाई भन्ने, जानकारी दिने है। जसमा एक्सप्लेन बेनिफिट, रिस्क र साइड इफेक्ट अफ इच मेथड, प्रत्येक मेथडको हामी फाइदा, त्यसको रिस्क, साइड इफेक्ट्सहरू, कन्ट्राइन्डिकेसन्सहरूको बारेमा के गर्ने, भन्ने। त्यसपछि एक्सप्लेन हेल्प, हेल्पमा हामी मद्दत गर्ने, मद्दत गर्नेमा के गर्ने, हेल्प द क्लाइन्ट टु द राइट डिसिजन, उसलाई राइट डिसिजन गर्नमा मद्दत गर्नुहोस्। तर यो होइन कि तपाईँले मोटिभेसन गर्न पाउनुहुन्न, के गर्न पाउनुहुन्न त, मोटिभेसन गर्न पाउनुहुन्न है। उसलाई हामीले डिसिजन गर्नमा सहयोग गर्छौँ मात्रै। अनि हेर्नुहोस्, हेल्प द क्लाइन्ट टु इन्फर्म चोइस टु सेलेक्ट द एप्रोप्रिएट मेथड, उसको आफ्नो रोजाइमा रहन दिनुहोस्, उसले आफूले जे रोज्छ त्यो रोज्न दिनुहोस्। हामी हेल्प गर्ने, जस्तै उसले हाइपरटेन्सिभ छ भने तपाईँ सिओसी रोज्नु हुँदैन भनेर भन्नु पर्यो, यो भन्न पाउनुहुन्छ। तर सिओसी नरोज्नुहोस्, फलानो रोज्नुहोस् भन्न पाउनुहुन्न। हेल्प भनेको त्यस्तो हो जुन तपाईँले यो नगर्नुहोस् भन्न पाउनुभयो, तर यो गर्नुहोस् भन्न पाउनुहुन्न। इन द इन्ड प्रोभाइड द प्रोभाइडर क्यान आस्क, हेर्नुहोस् हामीले के आस्क गर्न सक्छौँ, वाट यु डिसाइड टु डु, विच मेथड वी प्रिफर, तपाईँले कुन मेथड के गर्नुभयो, मन पराउनु भयो, तपाईँलाई कुन मेथड चाहियो भनेर तपाईँले त्यसमा गर्नुहोस्। अनि त्यसपछि एक्सप्लेन, यसमा डेमोन्स्ट्रेट गर्ने, व्याख्या गर्नु पर्यो। अब एक्सप्लेन अबाउट द चुजेज मेथड इन डिटेल, अब जुन मेथड चुज गर्यो नि त्यो मेथडको बारेमा डिटेलमा हामी के गर्नुपर्छ, इन्क्लुड इट्स इफिकेसी, त्यसको प्रभावकारिता, पोटेन्सियल साइड इफेक्ट, वार्निङ साइनहरू, त्यस्ता कुराहरूको बारेमा के गर्ने, भन्ने है ल। अनि हाउ टु युज दिस मेथड, हामी त्यसपछि सो गर्ने, एक्सप्लेनमै अर्को कुरा त्यसलाई हेराउने, यो मेथडले कसरी हामी यो मेथडलाई युज गर्छौँ। जस्तै अब पिल्स मान्नु छ भने प्याकेटमा लेबल गर्ने, अब हेराउने, यसरी चाहिँ खानु पर्यो। कन्डम छ भने कन्डमको युज गर्ने तरिका हाम्रो फिङ्गरमा लगाएर सिकाइदिने है। अनि लास्टमा आरबाट के हुन्छ, रिटर्न अर रेफर पनि हुन्छ। रेफर कुन सेपमा हुन्छ, जस्तै कि अब इम्प्लान्ट रोज्यो, इम्प्लान्ट हेल्थ पोस्टमा छैन भने रेफर गर्नुहोस्। अनि के भन्छ, यदि
हाम्रै हेल्थ पोस्टको साधन कुनै रोजिहाल्यो भने अब के गर्नु पर्यो हामीले, टेल द क्लाइन्ट व्हेन एन्ड वेयर टु गो फर रुटिन अर फलोअप। हामीले त्यसमा लास्टमा के भन्ने, फेरि फेरि आउनु होला भनेर भन्नु पर्यो। यदि हामीले अर्को ठाउँ पठाउँदैछौँ भने तपाईँ अर्को ठाउँमा रेफरको कुरा चाहिँ ल्याउनुपर्छ। रिटर्न भिजिट सुड बी वेलकम एट एनी टाइम फर एनी रिजन। कुनै पनि प्रकारको समस्या आयो भने तपाईँलाई हामी कुनै पनि समयमा तपाईँलाई स्वागत छ, आउनु होला भनेर भन्ने। त्यस्तै रेफर द क्लाइन्ट टु हायर सेन्टर इफ द चुजन मेथड इज नट एभाइलेबल इन द के भन्छ एभाइलेबल अर इफ एनी कम्प्लिकेसन्स अकर। कुनै पनि प्रकारको कम्प्लिकेसन्सहरू आयो वा उसले चुज गरेको मेथड हामीसँग छैन भने त्यस्तो कन्डिसनमा के गर्ने, रेफर गर्ने, जुन अघि मैले भनिसकेँ हो। हेर्नुहोस् त, तपाईँहरूले यस्तो लेखिराख्नु भएको थियो त, यो क्वेसन त आएको छ त लोकसभामा, र यो क्वेसन आइसकेपछि पनि तपाईँलाई यो क्वेसन सोध्ने सम्भावना छ, किनभने यो एकदम इम्पोर्टेन्ट क्वेसन हो, हेल्थ पोस्टमा काम लाग्ने प्र्याक्टिकल क्वेसन हो यो। त्यसैले यसलाई तपाईँले टिप अफ टङ पार्नु होला सबैजनाले। हामीलाई ग्यादर थाहा हुन्छ, ग्यादरको पुरा नाम पनि थाहा हुन्छ, तर त्यसभित्र के गर्ने भन्ने कुरामा हामीले विचार गरिराखेको हुँदैनौँ। अब मलाई लाग्छ तपाईँहरूले राम्रोसँग यो लेख्न सक्नुहुन्छ। कम्तीमा 2-2वटा 3-3वटा कुरा एभ्री के गर्नुहोस् स्टेपमा लेखिदिनुहोस्, अनि तपाईँको के हुन्छ, एन्सर एकदमै बेस्ट हुन्छ है त। ल ओके, अब हेर्नुहोस् त, अर्को क्वेसन छ फेरि, डिफाइन आइसिडी एन्ड मेकानिजम अफ एक्सन। अघि भनिसके, यो क्वेसन्सलाई मैले अगाडि बढाएँ। यो क्वेसनमा एक्स्ट्रा कुरा जोडिएछ, टाइमिङ, साइड इफेक्ट र कन्ट्रा इन्डिकेसन। आइसिडी को डिफिनिसन, मेकानिजम अफ एक्सन अघि बुझिसकेको हुनाले म एकैचोटि साइड इफेक्टमा जान्छु। अब साइड इफेक्ट ब्लिडिङ हो भन्ने कुरा हामीलाई थाहा छ, मोस्ट कमन साइड इफेक्ट पनि हो यो, मेन कुरालाई फोकस गर्नु होला। अर्को भनेको साइड इफेक्टमा पेन छ, यो सेकेन्ड मोस्ट कमन साइड इफेक्ट हो, तर रिमुभलको मोस्ट कमन कज हो। अर्को साइड इफेक्ट पिआइडी, ट्राइन पर्फोरेसन, इक्टोपिक प्रेग्नेन्सी। अब कन्ट्रा इन्डिकेसनमा यो कुराहरू भयो, जस्तै हिस्ट्री अफ पिआइडीहरू छ है, पिआइडी को हिस्ट्री छ, वा डिस्मेनोरिया, प्रेग्नेन्सी, न्युलिभरस, फिब्रुअरी युटेरस, सर्भिसाइटिस जस्ता समस्याहरू। अन्य तपाईँले यसलाई एब्सोल्युट र रिलेटिभ लेखेर पनि लेख्न सक्नुहुन्छ। एकैचोटि इक्जाममा लेख्नुभयो भने अलि सजिलो, अलि त्यसरी झ्याउ पनि हुन्छ, टाइम पनि धेरै लाग्छ। त्यसैले एकैचोटि लेख्दा पनि त्यस्तो धेरै फरक चाहिँ पर्दैन। अब हेर्नुहोस्, यो आइसिडी को मैले स्किप गरेँ है, त्यति धेरै भनेन, किनभने यो तपाईँहरूलाई जानेको कुरा हो, यसमा मैले बुझाउने कुरा त्यस्तो देखिनँ है। ल अर्को क्वेसन चाहिँ यहाँ हेर्नुहोस् त, लिस्ट आउट द फ्यामिली प्लानिङ मेथड्स अफ फ्यामिली प्लानिङ एभाइलेबल इन हेल्थ पोस्ट। तपाईँहरूले क्वेसन पनि राम्रोसँग पढ्न सिक्नुपर्छ है जहिले पनि। लिस्ट आउट भनेको छ मेथडको, के को, फ्यामिली प्लानिङको मेथडको, जुन कहाँ एभाइलेबल छ, हेल्थ पोस्ट लेभलमा। एन्ड ब्रिफली डिस्क्राइब अबाउट वान अफ द फ्लोइङ विच इज मोस्ट कमन युजेबल इन नेपाल। त्यसमध्येको एउटाको बारेमा लेख्नु छ जुन नेपालमा के छ, बढी युजेबल छ। त हेल्थ पोस्टमा पाइने हेर्नुहोस् त, कन्डम, पिओसी, डिपो, आइसिडी र इम्प्लान्ट छुटिरहेछ है, टाइपिङको बेला मिस्टेक भयो होला। इम्प्लान्ट र अहिले इमर्जेन्सी कन्ट्रासेप्टिभ पिल्स पनि पाउँछ, इसिपी पनि पाउँछ है। तर यो इम्प्लान्ट र जुन आइसिडी को कुरा छ, यो सबै हेल्थ पोस्टमा हुँदैन, तर हुन चाहिँ हुन्छ, त्यसैले लेख्नुपर्छ। अब हामीलाई थाहा छ मोस्ट कमन युजेबल मेथड के हो, डिपो हो, यो लेखिदिनु पर्यो तपाईँले। त्यसपछि लिस्ट लेखेर मोस्ट कमन युजेबल मेथड इन नेपाल इज डिपो प्रोभेरा लेखिदिनुहोस्, र त्यसपछि यसको बारेमा लेख्न सुरु गर्नुहोस्, किनभने क्वेसनले के भन्यो, डिस्क्राइब गर्नुहोस्। जुन मेथड नेपालमा सबैभन्दा बढी युजमा छ त्यसको बारेमा के गर्नुहोस्, डिस्क्राइब गर्नुहोस्। र सबैभन्दा बढी युजेबल त मिनिल्याब हो, तर यहाँ त हेल्थ पोस्टको कुरा भयो नि त हेल्थ पोस्टमा पाउने मध्ये सबभन्दा बढी युजेबल कुन हो, डिपो हो। त्यसैले हामी अब डिपोको बारेमा व्याख्या गर्नु पर्यो। अब डिस्क्रिप्सनमा एउटा हर्मोनल इन्जेक्टेबल कन्ट्रासेप्टिभ हो, एउटा भाइलमा 150 mg हुन्छ, यसमा प्रोजेस्टेरोन हर्मोन हुन्छ, यो लेफ्ट आर्ममा डेल्टोइड मसल्समा आइएम रुटबाट लगाइन्छ, 3 महिनालाई काम गर्छ, 7 दिनभित्र मेन्सुरेसन भएको दिन पाइन्छ। मेकानिजम अफ एक्सन अघि मैले सिकाइसकेँ, इनहाइबिट फर्टिलाइजेसन, इनहाइबिट्स इम्प्लान्टेसन, इनहाइबिट्स ओभुलेसन। ओभुलेसन बिगार्छ, बाइग्रेफिन फोलिकललाई म्याच्योर हुन दिँदैन, फर्टिलाइजेसन बिगार्छ, सर्भाइकल म्युकसलाई थिक हुन दिँदैन, जसले गर्दा फर्टिलाइजेसन हुँदैन, र इनहाइबिट्स इम्प्लान्टेसन बाई थिनिङ इन्डोमेटेरियल वाल। मेन कुरा याद गर्नुहोस्, हाइली इफेक्टिभ छ यो, एडभान्टेजमा हेर्नुहोस्, हाइली इफेक्टिभ।
इजी टु युज छ, डज नट इन्टरफेयर विथ सेक्सुअल इन्टरकोर्स, सेक्सुअल इन्टरकोर्समा कुनै पनि इन्टरफेयर गर्दैन। यही त हो त यसमा। डिसएडभान्टेजमा डजन्ट प्रोटेक्ट एनी सेक्सुअल ट्रान्समिटेड डिजिज, इट टेक्स टाइम फर रिटर्न फर्टिलिटी 12 देखि 24 महिना, निड फर हेल्थ प्रोफेसनल युज, यसलाई युज गर्नलाई स्वास्थ्य कर्मीको आवश्यकता पर्छ। हो यो लेख्न सक्नुहुन्छ। बुझ्नुभयो त कुरा? ल अब यो डिपोहरू यस्तो यस्तो क्वेसन्सलाई हामी सरसर्ती अगाडि बढेको, किनभने यसमा तपाईहरुले अलमोस्ट धेरै कुराहरू थाहा हुन्छ। तपाईहरुले मेकानिजम अफ एक्सन बुझ्नुभयो, साइड इफेक्ट्सहरू एउटा दुईटा याद छ, टाइमिङ अलमोस्ट यादै हुन्छ। अब्जेक्टिभ क्वेसनको तयारीले पनि यो डिपोहरू यस्तो यस्तो सोधियो भने लेख्न सक्नुहुन्छ। तर कुनै कन्डिसनल क्वेसन्सहरू दियो भने त्यो बेला मात्रै के हुन्छ, हामीलाई अलिकति गाह्रो हुन्छ है। ल अर्को क्वेसन हामीसँग के रहेको छ त हेर्नुस्, हामीले आईसीडी को बारेमा पनि क्वेसन राखिसक्यौ, डिपो को बारेमा पनि राखिसक्यौ, कन्डमको बारेमा पनि राखिसक्यौ, अनि नेचुरल मेथड्सहरूलाई सर्ट नोट्स भनेर राखिसकेको थियो। फ्यामिली प्लानिङको इन्ट्रोडक्सनको पार्टलाई पनि राखिसक्यौ। हेर्नुस्, हामी अलमोस्ट सबै कुरा पुरै नोटैलाई समेट्ने कोसिस गरेको छु। अब त्यस्तै हेर्नुस् त, व्हाट इज सीओसी एन्ड राइट द मेकानिजम अफ एक्सन, टाइमिङ, साइड इफेक्ट एन्ड कन्ट्राइन्डिकेसन अफ सीओसी। अब सीओसी भनेको के हो भनेर लेख्नु पर्यो त। यहाँ हेर्नुस् कसरी लेख्छु म। Combined oral contraceptive is a temporary hormonal contraceptive which contain both estrogen and progesterone hormone. It is a choice of contraceptive for newly married couples. यति लेखिदिने हो। त्यसपछि अब यसको क्वेसनले मेकानिजम अफ एक्सन भनेकोले मेकानिजम अफ एक्सनमा जानुस्। यो म सिकाउनु परेन, सबै हर्मोनलको एउटै हो। फर्टिलाइजेसन बिगार्ने, ओभुलेसन बिगार्ने र इम्प्लान्टेसन बिगार्ने। ल टाइमिङ यो चाहिँ 5 दिन हुन्छ। कति दिन? 5 दिन। टाइमिङ चाहिँ यसको कति दिन? 5 दिन। टाइमिङमा पनि तपाईहरुलाई सीओसी, डिपो, इम्प्लान्ट, चाइना प्रेस, हेर्नुस् त सीओसी को 5 दिन हो, यो सबैको 7 दिन हो। र एउटा आईसीडी सम्झिनु होला, आईसीडी को 12 दिन हो। महिनावारी भएको यति दिन भित्र युज गरिन्छ भनेको हो। यति सजिलो छ यो त। अब साइड इफेक्टमा मोस्ट कमन डिजिनेस हो, ब्रेस्ट टेन्डरनेसहरू, कहिलेकाहीँ डन्डी फोर, एक्नीहरू, वेटमा अल्टर गर्न सक्छ यसले सीओसीले। कन्ट्राइन्डिकेसनमा के छ? कार्डियोभास्कुलर डिजिजहरू छ, लिभर डिजिज, किडनी डिजिजहरू छ, डायबिटिज मेलाइटस छ, ब्रेस्ट क्यान्सर्समा मेलिग्नेन्ट ब्रेस्ट क्यान्सर छ, इन्डोमेटेरियल क्यान्सरहरू छ। यिनीहरूमा के हुन्छ? ल्याक्टेटिङ मदरहरू छ भने, हाइपोटेन्सनहरू छ भने के हुन्छ? कन्ट्राइन्डिकेसन हुन्छ। अब यसमा पनि खासै त्यस्तो धेरै कुरा छैन। यस्तो यस्तो क्वेसन त तपाईहरुले लेख्न सक्नुहुन्छ जस्तो मलाई लाग्छ। अब यो याद गर्नु होला, कम्तीमा धेरै नबुझे पनि। अब हेर्नु न, जस्तै यो क्वेसन आयो, यो क्वेसन त इम्पोर्टेन्ट छ, सोधिरा हुन्छ, एकचोटी सोधेको पनि क्वेसन हो यो। सीओसी को बारेमा क्वेसन सोधे थियो। यहाँ लेख्नुस् न, मैले हेर्नुस् त कति सर्टकट राम्रो बनाइदिएछु। यसलाई लेखिहाल्नुस् तपाईले, भइहाल्यो, नम्बर आइहाल्छ नि। 5 नम्बरको लागि धेरै लेख्नु पर्दैन, सटिक कुरा सटिक पोइन्टमा लेखिदिनुस्, नम्बर आउँछ। पाना भरेर नम्बर पाउने होइन है त। ल अब आयो एउटा बुझ्ने कुरा। हामी हेर्नु, सीओसी पढ्यौ, इम्प्लान्ट पढ्यौ, आईसीडी पढ्यौ, कन्डम पढ्यौ, नेचुरल मेथड पढ्यौ, फ्यामिली प्लानिङको इन्ट्रोडक्सन वाला पार्ट, डिफिनिसन, के भन्छ, अब्जेक्टिभ, क्लासिफिकेसन पढ्यौ। अब हामीले एलएआरसी हेर्नुस् त। एलएआरसी भनेको लङ एक्टिङ रिभर्सिबल कन्ट्रासेप्टिभ, refers to a family planning method that is provide effective pregnancy prevention for at least 1 year हो। यो कुरा याद हुनुपर्छ। लङ एक्टिङ रिभर्सिबल कन्ट्रासेप्टिभ हुनलाई 1 वर्ष वा सोभन्दा बढी समय काम गर्नुपर्ने हुन्छ, विदाउट रिक्वायरमेन्ट्स अफ डेली और फ्रिक्वेन्ट युज। एकैचोटि युज गर्यो त्यसले कम्तीमा 1 वा 1 वर्षभन्दा बढी समय काम गर्नु पर्यो। त्यसलाई लङ एक्टिङ रिभर्सिबल कन्ट्रासेप्टिभ भन्छौँ, जसको फर्टिलिटी पनि के हुनु पर्यो? रिटर्न क्विक हुनु पर्यो। जस्तै आईसीडी छ नि, इम्प्लान्ट छ नि, यिनीहरूलाई झिक्ने बित्तिकै फर्टिलिटी आउँछ हो, यस्तो चाहिँ हुनुपर्छ। यसरी हामी बुझ्न सक्छौँ। कति सजिलो छ त। यो एलएआरसी को डिफिनिसन भयो। लङ एक्टिङ रिभर्सिबल कन्ट्रासेप्टिभमा आईसीडी र इम्प्लान्ट पर्छ।
अब यसमध्ये के छ, यसको इक्जाम्पल्स यहाँ लेख्न सक्नुहुन्छ तपाईले। आयुसिडी र इम्प्लान्ट्स यो दुईटा हो नि त 1 वर्षभन्दा बढी काम गर्ने, हैन? ल अब यसमध्ये के क्वेशन छ अर्को, डिस्क्राइब अबाउट इम्प्लान्ट। इम्प्लान्टको बारेमा के गर्नुस्, डिस्क्राइब गर्नुस्। अब यो म डिस्क्राइब गर्दिन, किनभने इम्प्लान्ट के हो भनेर हामीलाई थाहा छ। अनि यसको नेपालमा 3टा टाइप छ, जाडल, इन्डोप्लान्ट, नरप्लान्ट, जसमध्ये जाडल युज हुन्छ भन्ने पनि हामीलाई थाहा छ। यहाँ हेर्नुस् त, सिक्नुस्, एकचोटि सरसर्ती भनिहाल्छु ल। Implant is a long-acting reversible hormonal method which is a small flexible rod placed in subdermally that release progesterone hormone prevent and pregnancy. जाडल जसको युज हुन्छ हाम्रो नेपालमा, it consists 2 rod and works for 5 years. But mechanism of action अघि मैले सबैको बुझाइदिए एकैचोटि। हार्मोनल मेथडको सबैको मेकानिजम अफ एक्सन एउटै हो। ओभुलेसन रोक्छ, फर्टिलाइजेसन रोक्छ, इम्प्लान्टेसन रोक्छ। कसरी रोक्छ भन्ने पनि भनिसके। टाइमिङ 7 दिन भन्ने कुरा अघि नै भनिसके। साइड इफेक्ट पनि तपाईहरुले इरेगुलर मेन्सुरेसन, स्किन इरिटेसन गराउन सक्छ, कहिलेकाहीँ हेडेक हुन्छ, वेट गेन हो, यो वेट गेन पनि हुन सक्छ। यो चाहिँ मोस्ट कमन साइड इफेक्ट हो है। हेयर लसहरु पनि, मुड चेन्जहरु पनि गराउन सक्छ। यही हो। ल अब हामी 2-4 वटा अलि बढी बुझ्ने, अलि राम्रोसँग ध्यान दिने कुराहरु पढ्दै छौं, त्यसैले अलि राम्ररी सिक्नु होला। ल यतासम्म हेर्नुस् त, हामीले कन्डम पढ्यौ। पहिला त हेर्नुस्, इन्ट्रोडक्सन रिलेटेड कुरा पढ्यौ, नेचुरल मेथडको सबै पढ्यौ, कन्डम पढ्यौ, सीओसी, डिपो को क्वेशन पनि छ, आईसीडी को क्वेशन पनि छ, इम्प्लान्ट को क्वेशन पनि छ। हेर्नुस् त, सबै अलमोस्ट क्वेशन छ कि छैन? काउन्सेलिङ को लागि ग्यादर एप्रोच को क्वेशन थियो। अब के क्वेशन सोध्छ आफै सोच्नुस् न। क्वेशन त यही आउने हो, सीओसी सोध्छ, डिपो सोध्छ, यो सोध्छ, या ग्यादर सोध्छ। यही त इम्पोर्टेन्ट कुराहरु छ नि त हो। अब कहिले काहीँ अलि क्रिएटिभ क्वेशनहरु, तर यो क्रिएटिभ क्वेशन्सहरु विशेष गरेर एचए लेभलमा सोध्ने हो। सीएमए लेभलमा र अनमी लेभलमा खासै सोध्दैन। एचए र स्टाफ नर्सहरुलाई क्रिएटिभ खालको, अलिकति आफ्नो भ्यू राख्ने खालको क्वेशन सोधिन्छ। तर नेपालमा ग्यारेन्टी छैन, जे पनि कहिलेकाहीँ सोधिन्छ। त्यसैले हामी पढिहालौ, बुझिहालौ, याद गरिहालौ। यो सीओसी यताउता त याद हामीलाई छँदैछ। आज पढ्यौ, यसको फाइदा के त? यो सीओसी तपाईलाई जुन भने नि, यो तपाईहरुलाई फाइदा होइन नि, यो त तपाईहरुलाई थाहै छ त, म भन्दा बढी थाहा छ तपाईहरुलाई। म त सरसर्ती रिभिजन गराइदिएको। अब जुन सिक्नुहुन्छ यो तपाईहरुको लागि अलिकति फाइदाजनक हुन्छ। जस्तै हेर्नुस्, फ्यामिली प्लानिङ इज अ प्रोमोटिभ हेल्थ सर्भिस, एक्सप्लेन इट। पहिलो कुरा यसमा हामीले बुझ्नुपर्छ, फ्यामिली प्लानिङ एउटा प्रोमोटिभ हेल्थ सर्भिस हो। किनभने एक्सप्लेन गर्न भनेको छ। यहाँ हेर्नुस् त, फ्यामिली प्लानिङ कसरी प्रोमोटिभ हेल्थ सर्भिस। हामीले त पढिरहेको हुन्छौँ नि, फ्यामिली प्लानिङ इज अ प्रोमोटिभ हेल्थ सर्भिस, बट फ्यामिली प्लानिङ मेथड इज अ प्रिभेन्टिभ। जस्तै कन्डम इज अ प्रिभेन्टिभ, बट हामीलाई के थाहा छ फ्यामिली प्लानिङको उद्देश्य के? अघि तपाईले के पढ्नु हो? आमा र बच्चाको स्वास्थ्यलाई राम्रो बनाउने, इम्प्रुभ गर्ने। त यतिकै भइहाल्यो त, कति सजिलो छ, भएन त? प्रोमोटिभ, तर यति मात्रै लेखेर त भएन। यो त 5 नम्बर खालको, 10 नम्बर खालको क्वेशनहरु आइदिन्छ, त तपाईले अलिकति विस्तृतमा लेख्नुपर्ने हुन्छ। अब हेर्नुस्, फ्यामिली प्लानिङ इज नट जस्ट अबाउट प्रिभेन्टिङ प्रेग्नेन्सी। फ्यामिली प्लानिङ जुन हाम्रो सोचाइ छ कि प्रेग्नेन्सीलाई प्रिभेन्ट गर्छ, त्यति मात्रै होइन। इट इज अ प्रोमोटिभ हेल्थ सर्भिस that aim to improve the overall quality of life। यो एउटा प्रोमोटिभ हेल्थ सर्भिस हो जसको उद्देश्य के छ? पुरै क्वालिटी अफ लाइफलाई के गर्ने? इम्प्रुभ। According to WHO, it is a way of thinking and living to promote the health and welfare of family group and society। एउटा परिवारको, एउटा सोसाइटीको ओभरअल हेल्थलाई प्रमोट गर्ने, वेलफेयरलाई प्रमोट गर्ने एउटा वे अफ थिंकिङ एन्ड लिभिङ हो। यो मात्रै गर्भधारण रोकिहाल्यो, एचआईभी एड्स लाग्न दिएन भनेको होइन हो। यो त डिटेल हो नि त। फ्यामिली प्लानिङले हेर्नुस्, फ्यामिली प्लानिङले उचित संख्यामा बच्चा जन्माउन सिकाउँछ। तपाईहरुलाई थाहा छ उचित संख्यामा बच्चा जन्मियो भने के हुन्छ?
त्यो संख्या उचित संख्यामा बच्चा जन्मिँदा बच्चाको हेल्थ राम्रो, बच्चाले राम्ररी पढ्न पाउँछ। र जुन बच्चाको स्वास्थ्य राम्रो, एजुकेसन राम्रो, त त्यो बच्चाको भविष्य राम्रो। बच्चाको भविष्य राम्रो भने देश विकासमा मद्दत भयो, देश इम्प्रुभ भयो कि भएन। यसरी सोच्नुपर्छ हामीले। एउटा बच्चा मान्नुहोस्, सुन्नु, एउटा परिवारमा, एउटा फ्यामिलीमा 5 बच्चा छ, अर्को फ्यामिलीमा 2 बच्चा छ। दुईटै फ्यामिलीले आफ्नो बच्चामा सेम लगानी गर्छ। यसले पनि मान्नुहोस् 5,000 रुपियाँ लगानी गर्यो, यसले पनि 5,000 रुपियाँ महिनाको। तर यसको 2टा बच्चा मात्रै भएकोले यसको बच्चाले त एउटाले 2500 पायो नि, त यसको बच्चाको स्वास्थ्य शिक्षा राम्रो हुन्छ। यसले पनि 5,000 लगानी गर्यो परिवारले, तर यसको बच्चा 5 भएकोले 1,000 को दरले मात्रै भयो, त यसले राम्रो स्कुलमा पढ्न पाउँदैन, राम्रो स्वास्थ्य पाउँदैन। त हेर्नुहोस् त बच्चाको संख्याले बच्चाको स्वास्थ्य र शिक्षालाई असर पार्यो कि पारेन? बच्चाको स्वास्थ्य र शिक्षाले देशलाई असर पर्छ, परिवारलाई असर पर्छ, समाजलाई असर पर्छ, पुरै होल विश्वलाई नै असर पर्छ। हेर्नुहोस् कति फ्यामिली प्लानिङ डिप कुरा हो। फ्यामिली प्लानिङले कसरी हाम्रो विश्वलाई नै विश्वको स्वास्थ्य र एजुकेसन अवस्थालाई कसरी प्रमोट गरिरहेछ भन्ने कुरा हामी यहाँबाट बुझ्न सक्छौँ। अब यो त मैले अलिकति तपाईहरुलाई ब्याकग्राउन्ड भने, यहाँ मैले तर्कहरू दिएको छु। फ्यामिली प्लानिङ किन प्रोमोटिभ हेल्थ सर्भिस हो भनेर यहाँ मैले लेखेको छु। हेर्नुहोस् त, फ्यामिली प्लानिङ इज अ प्रोमोटिभ हेल्थ सर्भिस बिकज, किनभने इम्प्रुभमेन्ट इन द मेटर्नल हेल्थ, यसले आमाको स्वास्थ्यलाई के गर्छ? इम्प्रुभ गर्छ। पोइन्टहरू याद राख्नुहोस्, भित्रको कुरा याद गर्न सक्नुहुन्छ राम्रो, सकिएन भने केही प्रब्लम छैन। पोइन्टहरू लेख्ने, एउटा दुईटा कुराहरू लेखिदिनुस्। यसले आमाको हेल्थलाई के गर्छ? इम्प्रुभ गर्छ। त्यसैले यो एउटा के भयो? प्रोमोटिभ हेल्थ भयो। यसले मातृ स्वास्थ्यमा सुधार गर्छ। जस्तै प्रिभेन्सन अफ अनवान्टेड प्रेग्नेन्सी, त आमाको स्वास्थ्य राम्रो भयो। बर्थ स्पेसिङ, बच्चाको बिचमा ग्याप बनाउँछ। एमएमआरलाई घटाउँछ। बस। प्रमोसन अफ चाइल्ड हेल्थ, चाइल्ड हेल्थलाई प्रमोसन गर्छ, बाल स्वास्थ्यमा टेवा पुर्याउँछ। जस्तै बेटर न्युट्रिसन, अघि भने नि मैले, कम संख्यामा बच्चा छ भने हामी सबैलाई राम्रोसँग केयर गर्न सक्छौँ, राम्रो न्युट्रिसन दिन सक्छौँ। अब के भयो? बच्चा पायो, 1 वर्षपछि अर्को बच्चा पायो भने त्यो बच्चाले ब्रेस्ट फिडिङ गर्न पाउँछ राम्ररी? एउटा बच्चा जन्मियो, 1 वर्ष फेरि अर्को बच्चा जन्मियो भने यो बच्चाले राम्ररी ब्रेस्ट फिडिङ गर्न पाएन नि त, अनि उसको न्युट्रिसन राम्रो भएन त। इन्फेन्ट मोर्टालिटी रेट, चाइल्ड मोर्टालिटी रेटहरू बढ्छ कि बढ्दैन? बढ्छ। हो त रिडक्सन अफ आइएमआर एससिएमआर हुन्छ। ल, अर्को प्रिभेन्सन अफ डिजिज, यसले प्रिभेन्ट पनि गर्छ, डिजलाई पनि के गर्छ? प्रिभेन्ट गर्छ। जस्तै सेक्सुअल ट्रान्समिटेड डिजलाई फ्यामिली प्लानिङको कन्डमहरूले। सोसियो इकोनोमिक इम्पावरमेन्ट, यसले सामाजिक र आर्थिक सबलीकरणमा मद्दत गर्छ, इम्पावरमेन्ट गर्नमा मद्दत गर्छ। जस्तै हेर्नुहोस् त, इकोनोमिक एस्टाबिलिटी, स्मलर फ्यामिली हो, अघि मैले कुरा यही गरेको। स्मलर फ्यामिली हेज लेस फाइनेन्सियल बर्डन। एउटा परिवारमा 2 बच्चा मात्रै छ भने त्यो परिवारलाई धेरै पैसाको बर्डन हुँदैन, धेरै पैसामा लगानी छ, धेरै बच्चामा लगानी हुँदैन। तर त्यही 5 परिवार भयो भने कति समस्या हुन्छ? बच्चालाई पढाउनु पर्यो, बच्चालाई स्वास्थ्यको लागि विचार गर्नु पर्यो, सामानहरू किन्नु पर्यो, हैन? धेरै कुरा छ नि त। त्यसैले यसले फाइनेन्सियल बर्डनबाट पनि के गर्छ? फ्री बनाउँछ फ्यामिली प्लानिङले। त्यसै गरी महिलाहरूलाई पनि के गर्छ? इम्पावर गर्छ। इम्पावर टु पार्टिसिपेट इन एजुकेसन एन्ड वर्कफोर्स इम्प्रुभिङ देयर सोसाइटी। फ्यामिली प्लानिङले विभिन्न खालका शिक्षा रिलेटेड कार्यक्रम, एवारनेस रिलेटेड कार्यक्रमहरू पनि त सञ्चालन गर्छ नि। हो, ती कार्यक्रमहरूमा महिलाहरूले भाग लिएर के हुन्छ? आफ्नो नलेजलाई, आफ्नो स्वास्थ्यसँग सम्बन्धित नलेजलाई इम्प्रुभ गर्छ, जसको कारणले गर्दा महिलाहरूको इम्पावरमेन्ट हुन्छ। त्यसैले गर्दा फ्यामिली प्लानिङ के हो त? एउटा प्रोमोटिभ हेल्थ सर्भिस हो। पपुलेसन स्टेबलाइजेसन, फ्यामिली प्लानिङले जनसङ्ख्यालाई पनि व्यवस्थापन गर्छ। र जनसङ्ख्या नै संसारको सबैभन्दा मेन कुरा हो, हरेक कुरालाई बिगार्ने र सपार्ने। जनसङ्ख्यालाई सपार्ने हो फ्यामिली प्लानिङले। अब तपाईहरु आफै सोचिहाल्नुहोस्, फ्यामिली प्लानिङ कति ठुलो कुरा हो। जनसङ्ख्याले हरेक क्षेत्रलाई प्रभाव पार्छ। कुनै पनि ठाउँको जीडीपी देखि लिएर त्यहाँको एजुकेसन सिस्टम, त्यहाँको इकोनोमिक ग्रोथ, त्यहाँको हेल्थ सिस्टम, हरेक कुरालाई प्रभाव पार्ने हो त्यहाँको पपुलेसनले।
भारत कति राम्रो देश हुँदा हुँदै पनि विकसित कन्ट्रीहरूको के भन्छ उसमा पर्न सकेको छैन। उसको पर क्यापिटा इन्कम कम छ बिकज हाई पपुलेसन। जनसङ्ख्या यति धेरै छ कि धनी हुँदा हुँदै देश धनी हुँदा हुँदै पनि ओभरअल हेर्दा एभरेजमा प्रत्येक व्यक्तिहरू चाहिँ राम्रो हुन सकेको छैन। त्यस्तै हेर्नुहोस् त अब अरू कन्ट्रीको हेर्नुहुन्छ भने त्यहाँको के हुन्छ, जनसङ्ख्या कमले गर्दा अलिकति कम समस्या हुन्छ। तर फेरि जनसङ्ख्या कम हुनु पनि समस्या हो। टिएफआर कम्तीमा 2.1 रहनुपर्छ। यसलाई रिप्लेसेबल पपुलेसन टिएफआर भन्छौँ। यसले 70 वर्षमा जनसङ्ख्यालाई रिप्लेस गर्छ। त्यसैले टिएफआर 2.1 रहनु पर्यो। जस्तै जापानको अहिले कम हुँदैछ त यो समस्या निम्तिँदैछ। नेपालको पनि 1.9 भइसक्यो 2025 को सर्वेले। समस्या हो यो। बच्चा जन्माउनमा ध्यान दिनुहोस् तपाईहरू अब, किनभने बच्चा कम जन्मिरहेछ नेपालमा। 2.1 जन्मिनु पर्यो एउटा महिलाबाट आफ्नो प्रजनन उमेरमा। अहिले नेपाल सरकारले नयाँ सर्वे गर्दा 1.9 जन्मिरहेछ। यसको मतलब के भयो, अब बच्चा कम जन्मिरहेछ। बच्चा कम जन्मिनु भनेको बिस्तारै एडल्टको सङ्ख्या घट्नु हो। एडल्टको सङ्ख्या घट्नु भनेको पपुलेसन डिपेन्डेन्सी रेसियो बढ्छ। पपुलेसन डिपेन्डेन्सी रेसियो बढ्नु भनेको ओभरअल इकोनोमिक नै कोलाप्स हुनु हो। कति ठुलो समस्या छ हेर्नुहोस्। यसरी हामी लिनुपर्छ। त यो फ्यामिली प्लानिङले पपुलेसनको स्टेबलाइजेसनलाई पनि रोल गर्छ। त्यसैले यी कारणहरूले गर्दा फ्यामिली प्लानिङ के हो त, एउटा प्रोमोटिभ हेल्थ सर्भिस हो। यो प्रिभेन्टिभ हेल्थ सर्भिस होइन भनेर हामी बुझ्नुपर्छ। कन्क्लुजन हेर्नुहोस् त, यस्तो क्वेसनमा कन्क्लुजन लेख्नुपर्छ। अब त्यो आयुसिडी को मेकानिजम अफ एक्सन साइड इफेक्ट सोधेछ, त्यहाँ कन्क्लुजन सन्क्लुजन हुँदैन। त्यो जे सोधेछ त्यो लेखिदिने सक्यो। मेडिसिनमा सोधेछ ट्रिटमेन्ट साइन सिम्टम इन्भेस्टिगेसन, भयो सक्यो, कन्क्लुजन आउँदैन। तर कुनै अलिकति भाषिक छ त्यहाँ कन्क्लुजन लेख्नु पर्यो। जस्तै हेर्नुहोस् त, इन समरी फ्यामिली प्लानिङ एक्ट एज अ प्रोमोटिभ हेल्थ सर्भिस बाई इन्हान्सिङ फिजिकल, मेन्टल एन्ड सोसियल वेलबिङ अफ इन्डिभिजुअल। इट इज अ फन्डामेन्टल टुल फर एचिभिङ सस्टेनेबल डेभलपमेन्ट एन्ड इन्स्योर हेल्दी फ्युचर अफ द नेसन, फर द नेसन। एउटा राष्ट्रको हेल्दी फ्युचरलाई सुनिश्चित गर्ने, सस्टेनेबल डेभलपमेन्ट गोललाई एचिभ गर्नको लागि यो फन्डामेन्टल टुलको रूपमा हो। यसले समाजको, व्यक्तिको सोसियल, मेन्टल र सोसियल वेलबिङलाई इन्हान्स गर्छ, बढावा दिन्छ। त्यसैको कारणले फ्यामिली प्लानिङ इज अ प्रोमोटिभ हेल्थ सर्भिस। हेर्नुहोस् त कति राम्रो एन्सर छ। यस्तो तपाईहरूले यो लेख्न सक्नुभयो भने तपाईहरूले मजाले 6-7 नम्बरसम्म पाउनुहुन्छ। 7 भन्दा बढी त आशा राख्नु हुँदैन लोकसेवामा है। ल ओके, क्लियर छ। ल अर्को क्वेसन हेर्नुहोस् त। एकैछिन तपाईहरूलाई सोध्नु पर्यो के छ अवस्था। हेलो, बुझिरहेछ सबैजनालाई? सर निदाइसक्नु भयो कि क्या हो तपाईँहरू? बुझिरहेको छु सर। सर बुझिरहेको छु 9 सर। बजे। ओके ल, एकदमै राम्रो छ सर। त्यो पीडीएफ चाहिँ पठाइदिनु होला। पीडीएफ त आउँछ नि, ग्रुपमा आउँछ, तनाव नलिनुहोस्। ल अब हेर्नुहोस् त, लिस्ट आउट द इन्डिकेटर्स अफ फ्यामिली प्लानिङ। फ्यामिली प्लानिङको इन्डिकेटर्सहरू लिस्ट आउट गर्ने र त्यसलाई डिस्क्राइब गर्ने। अब यसको इन्ट्रोडक्सन हेर्नुहोस् त। फ्यामिली प्लानिङ इन्डिकेटर्स आर द measurable variables used to monitor and evaluate the success, coverage and impact of family planning program in the country or community. family planning indicator भन्नाले यस्तो सूचाङ्कहरू हो जसले फ्यामिली प्लानिङको कभरेजलाई, इम्प्याक्टलाई, यसको प्रोग्रामसँग सम्बन्धित सक्सेस रेटलाई एउटा समुदाय र के भन्छ कन्ट्री लेभलमा मोनिटर गर्ने गर्छ, इभ्यालुएसन गर्ने गर्छ। त्यसलाई फ्यामिली प्लानिङको इन्डिकेटर भन्छौँ, जसमा कन्ट्रासेप्टिभ प्रिभ्यालेन्स रेट, अनमिट निड, टोटल फर्टिलिटी रेट, मेथडहरूको मिक्स फर्टिलिटी रेट हुन्छ, डिस्कन्टिन्युएसन रेट, बर्थ स्पेसिङ हैन, अनि मिट निड फर फ्यामिली प्लानिङहरू हुन्छ। ती सबै कुराहरू पर्छ है। ल अब यसको डिस्क्राइब हामी बुझ्नुपर्छ। यहाँ हेर्नुहोस् त,
डिस्क्रिप्सनमा हेर्नुस् जस्तै कन्ट्रासेप्टिभ प्रिभ्यालेन्स रेट भनेको इट इज द कमन इन्डिकेटर हेर्नुस् सबैभन्दा कमन फ्यामिली प्लानिङको इन्डिकेटर हो यो यसलाई फ्यामिली प्लानिङको मेन इन्डिकेटर पनि भनिन्छ मेन इन्डिकेटर्स अफ फ्यामिली प्लानिङ इट रिप्रेजेन्ट द पर्सेन्टेज अफ वुमेन अफ रिप्रोडक्टिभ एज 15 to 19 years who are using at least one contraceptive यो भनेको के हो सुन्नुस् कन्ट्रासेप्टिभ प्रिभ्यालेन्स रेट भनेको टोटल कति प्रजनन उमेरका महिला छ र ती महिला मध्ये कतिले फ्यामिली प्लानिङ युज गरिरहेको छन् यसको फर्मुला हुन्छ मैले फर्मुला यहाँ लेखेको छैन हेर्नुस् टोटल नम्बर अफ फिमेल using family planning method by total number of reproductive age women. Total number of reproductive age women into 100. यही हो फर्मुला यसको मिनिङ सुन्नुस् टोटल कति प्रजनन उमेरका महिलाहरू छन् र ती महिलाहरू मध्ये कति महिलाले फ्यामिली प्लानिङ युज गरिरहेको छन् त्यसको दरलाई हामी सीपीआर भनेर भन्छौं यो फ्यामिली प्लानिङको मेन इन्डिकेटर हो र सीपीआर इज अ प्रोपोर्सन रेट रेशियो प्रोपोर्सन मध्ये यो के हो त प्रोपोर्सन हो ल अनमिट निड हेर्नुस् त अनमिट निड फर फ्यामिली प्लानिङ अपुरो माग चाहिएको छ तर पुगेको छैन त्यसलाई अनमिट निड भन्छौं इट रेफर्स टु अ पर्सेन्टेज अफ के भन्छ यो वर्ड टाइपिङ मिस्टेक भएछ women who desire either stop or delay child bearing but not using any methods of contraception यो के भन्दैछ यो पर्सेन्टेज अफ वुमेनलाई जनाउँछ यस्तो वुमेनलाई जो आफ्नो बच्चा जन्माउनेलाई ढिलो वा स्टप गर्न चाहिराखेको छ तर उले कन्ट्रासेप्टिभ पाएको छैन यसमा दुईटा हुन्छ एउटा स्पेसिङको एउटा लिमिटिङको जम्मा 21% छ अहिले एनडीएचएस अनुसार यो लेख्नु पर्यो तपाईहरुले टोटल फर्टिलिटी रेट यस्तै टोटल फर्टिलिटी रेट भनेको एउटा महिलाले आफ्नो रिप्रोडक्टिभ एज भरिमा कति बच्चा जन्माउँछ कति चाइल्डको जन्म दियो यसलाई भन्छौ कति सजिलो छ त जुन अहिले नेपालको कति छ यो रिप्लेसमेन्ट लेभल पनि हो है याद राख्नु ल जुन हामी एचिभ गरिसकेको छौ 2022 मै अब घट्दै छ यो 2025 को डाटा तपाईहरुलाई अघि भने नि मैले 1.9 भइसकेको छ अनि मिट निड भनेको पूरा भएको माग जुन 78% छ अहिलेको percentage of women who had want to delay or stop child bearing and successfully using their contraceptive यस्तो महिलाहरू जो महिलाहरूले आफ्नो चाइल्ड बियरिङलाई स्टप वा डिले गर्न चाहन्छ र त्यसले पाइराखेको पनि छ कन्ट्रासेप्टिभ त्यसलाई भन्छौं हामी मिट निड यस्तै जेनरल फर्टिलिटी रेट भनेको 1000 प्रजनन उमेरका महिलाहरूले कुनै एउटा निश्चित समयमा कति बच्चा जन्मायो हेर्नु टोटल नम्बर अफ live birth by total number of reproductive age women into 1000 कति प्रजनन उमेरका महिला छ र ती महिला मध्ये कति जीवित बच्चा जन्मियो र 1000 मा लेखिन्छ त्यसैले 1000 ले गुणा गर्ने अब एज स्पेसिफिक फर्टिलिटी रेट र जेनरल फर्टिलिटी रेट एउटै हो फरक मात्रै के छ एज स्पेसिफिक फर्टिलिटी रेट जुन छ नि त्यो चाहिँ निश्चित उमेर हेर्नुस् जेनरल फर्टिलिटी रेट भनेको टोटल प्रजनन उमेरका महिलाहरूले मिलेर कति बच्चा जन्मायो जेनरल फर्टिलिटी रेट भन्ने एज स्पेसिफिक फर्टिलिटी रेट भनेको निश्चित उमेर समूहका महिलाहरूले कति बच्चा जन्मायो यसमा हुन्छ total number of live birth by total number of specific age women बुझ्नुभयो र इन्टु 1000 त्यस्तै कपल इयर प्रोटेक्सन छ
अब कपल इयर प्रोटेक्सन इज द डिफाइन द नम्बर अफ इयर फर व्हिच कपल वान्ट टु प्रोटेक्ट फ्रम बिङ प्रेग्नेन्ट बाई मोडर्न मेथड प्रोभाइडिङ ड्युरिङ द इयर। एक वर्षमा कुनै पनि साधनले कति के भन्छ युज गर्नुपर्छ वा कति समयसम्म प्रोटेक्ट गर्छ। जस्तै कन्डमको 1 CUIP बराबर 120 कन्डम। इकोन भनेको इमर्जेन्सी कन्ट्रासेप्टिभ जुन छ ECP, यसको 21 वटाको एउटा 1 CUIP, 13 साइकलको COC को, डिपो 4 भाइलको 1 COP, इम्प्लान्टको 3.5। तर इम्प्लान्टमा नर प्लान्ट पनि हुन्छ। अब यिनीहरू प्राय भएको कुरा हो, त्यसैले म सरसर्ती गइरहेको छु। ल ICD को 8 वर्ष, भोलन्ट्रिकलीको कति, मिनी ल्याप्रोभेसेक्टोमीको 13। अब यस्तोमा हामी कन्क्लुजन लेख्न पाउँछौँ। मोनिटरिङ दिज इन्डिकेटर्स हेल्प द गभर्मेन्ट एन्ड हेल्थ अर्गनाइजेसन टु आइडेन्टिफाई ग्याप इन द सर्भिस डेलिभरी। यस्तो इन्डिकेटर्सहरूलाई मोनिटर गरेर हामी के पत्ता लगाउन सक्छौँ, कहाँ समस्या छ, कहाँ कहाँ ग्यापहरू छ त्यो पत्ता लगाउने। अनि फर द नेपाल फोकस करेन्टली रिड्युसिङ द अनमिट निड। अहिले फोकस छ अनमिट निडलाई कतिमा ल्याउने टार्गेट छ, 10%मा। 2030 सम्ममा हामी पढेको थियौँ नि त अनमिट निडको। एन्ड इन्क्रिजिङ द CPR इम्प्रुभ द ओभरअल मेटर्नल एन्ड चाइल्ड हेल्थ। CPR लाई इन्क्रिज गर्ने कतिमा, 60मा। यो हाम्रो अहिले फोकस हो नि त यसमा। अनि अनमिट निडलाई घटाएर 10मा ल्याउने फोकस छ। CPR लाई बढाउनु छ 60 सम्म। ल यही त कुरा छ त। अब हेर्नुहोस् त अर्को, ल डिस्क्राइब द करेन्ट सिचुएसन अफ फ्यामिली प्लानिङ हो। ल अर्को क्वेसन आयो अलि बुझ्ने खालको। फ्यामिली प्लानिङको करेन्ट सिचुएसनलाई हामीले डिस्क्राइब गर्ने र यसलाई हामी कसरी इम्प्रुभ गर्न सक्छौँ भनेर सजेस्ट गर्नुहोस्। हेर्नु, करेन्ट सिचुएसनको कुरा गर्नुहुन्छ भने तपाईले अहिलेको डाटाहरू लेखिदिनुस्। यो मलाई धेरै बुझाउनु परेन। करेन्ट डाटाहरू जुन लेख्नुभयो त्यो नै के हो त, करेन्ट सिचुएसन हो। जस्तै TFR 2.1 छ, CPR 43% छ, अनमिट निड 21% छ, के भन्छ मिट निड 78% छ। यिनीहरू लेखिदिनुस्। यिनीहरू नै के हो त, करेन्ट सिचुएसन हो। अब डिस्कन्टिन्युएसन रेट हेर्नुहुन्छ भने एकदमै हाई छ अहिले डिस्कन्टिन्युएसन रेट, जसको कारण एउटा साइड इफेक्ट छ, पुअर काउन्सेलिङहरू छ। यो कुराहरू लेख्नुपर्छ। बुझ्नुभयो? यो करेन्ट सिचुएसन भयो। अहिलेको अवस्था लेख्ने, जसमा TFR लेख्ने, योहरू लेख्नु पर्यो। अब हामी अहिलेको अवस्थालाई कसरी सुधार गर्न सक्छौँ? एउटा, पहुँचमा वृद्धि गर्ने, एक्सेस र एभाबिलिटीलाई राम्रो बनाउने, सप्लाई चेन म्यानेजमेन्ट र कम्युनिटी बेस्ड सर्भिस हुनु पर्यो। महिला स्वयंसेवकाको सहयोगले गाउँ घरमै वितरण गर्न लगाउनु पर्यो। अनि दुर्गम क्षेत्रहरूमा आउट अफ स्टक हुन दिनु भएन। जस्तै के छ, अहिले तराईको म्याक्सिमम ठाउँमा पालिकाले टाइममा औषधि किन्दैन। फ्यामिली प्लानिङको साधनहरूको म्याक्सिमम ठाउँमा कमी हुन्छ। कहिले डिपो हुँदैन, कहिले पिल्स हुँदैन। एभाबिलिटी र एसेसिबिलिटी त हुनु पर्यो नि त। जबसम्म छैन भने मान्छेले युज गर्छ त, गर्दैन हो। अर्को, फोकस अन अनमिट निड। अनमिट निडलाई, अपुरो मागलाई पुरा गर्ने प्रयास गर्नु पर्यो, जसको लागि हामीले टार्गेट ग्रुप बनाउनु गर्यो। जस्तै कि विशेष गरेर मुस्लिम समुदाय, पिछडिएका वर्ग, दुर्गम क्षेत्रका मानिसहरूलाई लक्षित गरेर के गर्नु पर्यो, काम गर्नु पर्यो। अनि एडोलेसेन्ट फ्रेन्डली सर्भिस प्रोभाइड गर्नु पर्यो। किशोरीहरूलाई सङ्कोच नमानी सेवा दिने वातावरण बनाउनु पर्यो। एडोलेसेन्ट फ्रेन्डली हेल्थ सर्भिस भन्छ, युथ फ्रेन्डली हेल्थ सर्भिस पनि भन्छ। क्वालिटी अफ केयर, गुणस्तरीय सेवा दिनु पर्यो। इफेक्टिभ, त्यसको लागि इफेक्टिभ काउन्सेलिङ हुनु पर्यो। स्किल ट्रेनिङ दिएर, हेल्थ वर्करलाई ट्रेनिङ दिएर स्किलफुल बनाउनु पर्यो। अनि नै हुन्छ हैन। त्यस्तै मेलको इन्भल्भमेन्टलाई बढाउनु पर्यो। नेपालमा फ्यामिली प्लानिङमा मेलको इन्भल्भमेन्ट एकदमै कम छ। भेसेक्टोमी एकदमै कम छ नि त। फिमेलले मात्रै डिपो युज गर्ने वा के भन्छ यो COS युज गर्ने, फिमेल स्टिलेसन गराउने। मेलले पनि त कन्डम युज गर्न सक्छ, के भन्छ भेसेक्टोमी गराउन सक्छ। नेपालमा खाली फ्यामिली प्लानिङको कुरा आयो भने फिमेल 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 आउँछ त। नराम्रो हो। मेलको इन्भल्भमेन्ट बढाएपछि के हुन्छ, ओभरअल CPR हाम्रो बढ्छ। त्यस्तै डिजिटल टेक्नोलोजीहरूको युज गर्न सकिन्छ। जस्तै टेलिमोबाइल्सहरूको युज गरेर हेल्थ एप्स मार्फत परिवार नियोजनका साधन र यसका असरबारेहरू, साइड इफेक्ट्सहरू बारे
यसको फाइदाहरू बारे के गर्ने, जानकारी गराउने हो। यस्ता यस्ता कुराहरू लेख्नु पर्यो के, कसरी सुधार गर्न सक्छौ, गुन्डागत रूपमा पहिला लेख्ने, एउटा एसेसिबिलिटी र एभाबिलिटी बढाएर अनमिट निडलाई घटाउने प्रयास गरेर गुणस्तरीय सेवा प्रदान गरेर पुरुषको सहभागितालाई बढाएर अहिलेको डिजिटल टेक्नोलोजीहरू फेसबुकहरूको युज गरेर मान्छेहरूले फेसबुक चलाइरहेको हुन्छ। गभर्मेन्टले के गर्छ, फ्यामिली वेलफेयर डिभिजनले एउटा भिडियो मान्नुहोस् फ्यामिली प्लानिङको बारेमा बनाएर अनि फेसबुकमा स्पोन्सर गरिदिन्छ, धेरै मानिससम्म पुग्छ। सबै मानिससम्म पुग्यो भने फ्यामिली प्लानिङको बारेमा शिक्षाको एवारनेस हुन्छ, पायो भने त्यो के हुन्छ, युज गर्छ। त्यही त हो त कुरा। यो मैले नेपालीमा लेखिदिने कोसिस गरेको थिएँ, यसैलाई अर्को इङ्ग्लिसमा पनि यहाँ लेखिदिएछु। अब कन्क्लुजन भन्ने हो भने नेपालमा सफलतापूर्वक यो TFR 2.1 झरेको छ, यो राम्रो कुरा हो। अनमिट निड 21 भएको छ, यो नराम्रो हो। CPR बिस्तारै बढ्दैछ। महिलाको सहभागिताहरू जुन माथिको कुराहरू गर्यो नि त्यसलाई अलिअलि मिलाएर के गर्ने, लेख्ने। अब त्यहीलाई इङ्ग्लिसमा पनि यो विशेष गरेर एचएहरूको लागि लेखिदिएको, अब अलि बुझ्न अप्ठ्यारो हुन्छ भनेर CMAहरूलाई नेपालीमा पनि लेखिदिएको। जस्तै हेर्नुहोस् त, इन्फर्म चोइसको काउन्सेलिङ गर्ने, स्ट्रेन्थिङ गर्ने, लार्कलाई स्केलअप गर्ने। जस्तै ICD र इम्प्लान्टको धेरै युज छैन नि त, तर एकचोटि कसैले ICD युज गर्यो भने कति राम्रो त, 12 वर्षको लागि भयो नि त। यदि ICDहरूको युजर बढ्यो भने CPR सिधै बढिहाल्छ नि त। किनभने जस्तै मिनी ल्याब किन बढी, एकचोटि गरायो भने ऊ सधैँको लागि फ्यामिली प्लानिङमा काउन्ट भइरहेको छ नि त, हैन हो। त्यसैले ल अर्को मेनको इन्भल्भमेन्ट बढाउने, जुन अघि भनिसके, एडोलेसेन्ट फ्रेन्डली हेल्थ सर्भिस प्रोभाइड गर्नु पर्यो, हैन। म्यानेजमेन्ट, यसको कोल्ड चेन भन्छु, सप्लाई चेन म्यानेजमेन्टलाई व्यवस्थापन गर्ने, इन्टिग्रेटेड सर्भिस दिने। जस्तै ANC PNC फ्यामिली प्लानिङ सबैलाई के गर्ने, इन्टिग्रेट गर्ने। कुनै पनि महिला PNCमा आयो भने त्यसलाई फ्यामिली प्लानिङको अफर गर्नु पर्यो। AMCमा आयो भने हामीले त्यो बेलादेखि नै उसको वातावरण बनाइराख्नु पर्यो। एउटा बच्चा पाएपछि फ्यामिली प्लानिङ युज गर्नुपर्छ, अर्को बच्चा पाउनलाई कम्तीमा 2-3 वर्ष 5 वर्ष ग्याप गर्नुपर्छ भनेर त्यो बेलादेखि नै वातावरण बनाउनु पर्यो। हो त्यस्तो खालको हुनुपर्छ। बुझ्नुभयो त? ल यही कुराहरू त छ त। अब अर्को एउटा इम्पोर्टेन्ट क्वेसन छ। अब यसमा 2-3 थरीका कुरा सोध्न सक्छ। यो क्वेसन मैले एउटा बनाएको, तर यस्तो अर्को क्वेसन हुन सक्छ। हेर्नुहोस् त के छ क्वेसन, व्हेन अ फिमेल कम टु द हेल्थ पोस्ट फर डिपो but her husband is with his wife is other country, यो टाइपिङ मिस्टेक छ, but her husband is के भन्छ, in is other country, मतलब उसको हस्बेन्ड अर्को कन्ट्रीमा छ। then you give डिपो or not, if give then why, if not give then why, explain in detail, 10 marks। के क्वेसन भन्यो, कुनै पनि एउटा महिला तपाईको कार्य स्वास्थ्य संस्थामा आयो, उसको हस्बेन्ड बाहिर छ, अरू कन्ट्रीमा छ, तपाई उले डिपो लिन आयो भने दिने कि नदिने, दिने हो भने किन, नदिने हो भने किन, लेख भनेर भनेछ। पहिलो कुरा दिने हो। यहाँ अर्को क्वेसन हुन सक्थ्यो, when a unmarried female comes to the your health post for depot, you give or not, if give why, if not give why, if a unmarried male comes to your health post, he wants condom, if you give or not, if give why, not give why। यदि कन्डम मागिरहेछ भने दिने कि नदिने, अनम्यारिड केटा मान्छे छ, एउटा केटी मान्छे अनम्यारिड छ, डिपो लिन चाहिएको छ, पिल्स लिन चाहेको छ, दिने कि नदिने, दिने हो भने किन, नदिने हो भने किन। अब यहाँ सिक्नुस् यसको एन्सर। यसको एन्सर हो, तपाईले यसरी डिसिजन लेखेर लेख्नुस्, डिपो प्रोभेरा दिने, गिभ गर्ने। एस यू शुड प्रोभाइड डिपो प्रोभेरा इन्जेक्सन। तपाईहरुको लागि मैले यू लेखेको, तपाईहरुले आई लेख्ने। टु द क्लाइन्ट प्रोभाइडेड इफ सी मिट्स द मेडिकल एलिजिबिलिटी क्राइटेरिया। तर विचार गर्ने उसले मेडिकल एलिजिबिलिटी, जस्तै अब हाइपरटेन्सन छ भने त COC दिनु भएन नि त, हो त्यो चाहिँ एउटा विचार गर्नु पर्यो, तर दिन चाहिँ दिनुपर्छ। अब कुनै अनम्यारिडै आयो, COC चाहियो, तर उसलाई हाइपरटेन्सन छ भने त दिन पाइयो नि त,
मेडिकल के भन्छ इलिजिबिलिटी क्राइटेरिया हेर्ने र उसलाई दिनुपर्छ। किन दिने भन्ने कुराको मैले यहाँ रेसनल डिटेलमा लेखिदिएँ। यसरी नै लेख्ने एक्जाममा। 1 नम्बर फन्डामेन्टल राइट, फ्यामिली प्लानिङ इज अ फन्डामेन्टल राइट एन्ड आवर कन्स्टिट्युसन, हाम्रो संविधानले के भनेको छ, कुनै पनि व्यक्तिलाई बेसिक हेल्थ सर्भिसबाट वञ्चित गराउनु हुँदैन। त्यही कुरा यहाँ लेखेको छ, हेर्नुहोस् त। फ्यामिली प्लानिङ इज द बेसिक हेल्थ सर्भिस एन्ड अकर्डिङ टु नेपाल कन्स्टिट्युसन बेसिक हेल्थ सर्भिस इज द फन्डामेन्टल राइट अफ एभ्री सिटिजन। बुझ्नुभयो त? यो त हाम्रो मौलिक हक हो नि त, त्यसैले दिनु पर्यो त उसलाई त। नदिनु भनेको त तपाईँ संविधानै नमान्नु हो नि त। अर्को प्रिन्सिपल्स अफ रिप्रोडक्टिभ अटोनोमी, हेर्नुहोस् के छ, रिप्रोडक्टिभ हेल्थ राइट एक्ट जुन छ नि त्यसले के भनेको छ, कुनै पनि महिलाले, सिक्नुस् राम्रोसँग यो कुरा, कुनै पनि महिलाले आफ्नो प्रजनन रिलेटेड, रिप्रोडक्टिभ सिस्टम रिलेटेड उसलाई कुनै पनि कुराको आवश्यकता छ भने तपाईँ तुरन्त प्राइभेसी मेन्टेन हुने गरी दिनु। उसलाई एबर्सन चाहियो, दिनु पर्यो। बिना कसैको अनुमति फ्यामिली प्लानिङ चाहियो, दिनु पर्यो। कसैको अनुमति चाहिँदैन, उसको राइट हो यो रिप्रोडक्टिभ हेल्थ राइट एक्टमा लेखेको कुरा हो। हेर्नुहोस् त, एभ्री इन्डिभिजुअल हेज अ फन्डामेन्टल राइट टु डिसाइड वेदर, व्हेन एन्ड हाउ अफन have children. Self-determination. A woman does not need her husband's presence or his explicit permission to start contraceptive method. कुनै पनि महिलाको लागि उसको हस्बेन्डको प्रेजेन्सको आवश्यकता छैन कन्ट्रासेप्टिभ सुरु गर्नको लागि, उसको आफ्नो चोइस हो। अनि बडी इंटेग्रिटी, द डिसिजन रिगार्डिङ द हर रिप्रोडक्टिभ हेल्थ बिलोंग्स टू हर, इवन इफ हर हस्बैंड इज अबोर्ड, she may choose to prepare for his return or simply wishes to regulate her hormonal health or menstrual cycle as per medical advice. यो पनि हुन सक्छ। के भन्दैछ सुन्नुस्, यसले के भन्यो, यो पनि त हुन सक्छ उसले आफ्नो महिनावारी रेगुलेट गर्नलाई मागेको हो। कतिपय महिलालाई महिनावारी भइरहेको छैन भने त्यो सिकाउनु पर्छ नि त, हो त्यो पनि हुन सक्छ। मात्रै कन्ट्रासेप्टिभले कन्ट्रासेप्टिभै रोल गर्दैन, एक्स्ट्रा रोल पनि गर्छ, त्यसैले दिनुपर्छ। बुझ्नुभयो? अर्को पोटेन्शियल अनप्लान्ड, यो पनि हुन सक्छ उसको हस्बेन्ड अनप्लान्ड तरिकाले आइदिन सक्छ, त्यसको लागि ऊ अलरेडी प्रिपेयर भएर बस्छ। किनभने भोलि मान्नुस् अब उसको के भयो, 2-4 दिनमा थाहा नदिकन उसको हस्बेन्ड आयो, अनि त्यो बेला फेरि अब महिनावारी भएकै छैन, महिनावारी भएर 7 दिन बितिसकेको छ, डिपो पनि लिन मिल्दैन, पिल्स पनि खान मिल्दैन, तर हस्बेन्ड आएपछि अनप्रोटेक्टेड सेक्सुअल इन्टरकोर्स भएर गर्भधारण हुन सक्छ नि त। त्यसैले उसको हस्बेन्ड अनप्लान्ड गरेर आइदियो भने त्यसको लागि यो अलरेडी रेडी भएर बस्नु पर्यो कि परेन, अलरेडी डिपो लिएर बस्नु पर्यो कि परेन, नत्र अनवान्टेड प्रेग्नेन्सी हुन सक्छ नि त। त्यो कुराहरू हामीले लेख्न सक्नुपर्छ। हो यसरी सोचेर लेख्नु पर्यो। तपाईको एन्सरमा यतिको डेप्थ आउनुपर्छ, यतिको तपाईको सोच गहिराईमा हुनुपर्छ, बल्ल तपाईले एउटा क्वेशनमा राम्रो नम्बर ल्याउन सक्नुहुन्छ। यो क्वेशन जुन मैले यहाँ गरिरहेको छु नि, यो बागमती लोकसेवाले सोधेको क्वेशन हो, मैले मनले बनाएर सोधेको होइन। यसमा भाषा उल्टो पुल्टो गरेर सोधिराखेको हुन्छ, याद गर्ने यो क्वेशन। यो चाहिँ लोकसेवामा सोधेको हो। अर्को हेर्नुस् त, यो पोटेन्शियल अनप्लान्डको कुरा गरिसके, मैले बुझाइदिए, यो तपाईहरुले पढ्नु होला है। मैले भन्न खोजेको कुरा बुझाइदिए नि त तपाईलाई। हो कन्फिडेन्शियलिटी र प्राइभेसी, उसको के छ, फ्यामिली प्लानिङसँग सम्बन्धित विभिन्न गाइडलाइनहरु छ जसले उसलाई के गर्छ, कन्फिडेन्शियलिटी दिन्छ, उसको प्राइभेसीको कुराहरु आउँछ। हस्बेन्ड बाहिर भए तापनि वुमेनको आफ्नो पर्सनल चोइस हो, पर्सनल अधिकार हो, उसको आफ्नो स्ट्याटस मेन्टेन गर्ने विभिन्न कुराहरु आउँछ। उसलाई हस्बेन्डको लोकेसन यता उता फलानो चिरानोले कुनै पनि समस्या हुँदैन। नन कन्ट्रासेप्टिभ बेनिफिट जुन अघि नै मैले भनिसके, कहिलेकाहीँ नन कन्ट्रासेप्टिभ बेनिफिटको लागि पनि लिएको हुन सक्छ। बुझ्नुभयो? ल अर्को हेर्नुस् त, ब्रिजिङ द अनमिट निड, यो भनेको अनमिट निडलाई घटाउने। हेर्नुस्, पब्लिक हेल्थ गोज टु रिड्युस द अनमिट निड फर फ्यामिली प्लानिङ। अब त्यो महिलालाई चाहिएको छ, हामी दिएनौँ भने अनमिट निडलाई बढायो कि बढाएन? उसलाई चाहिएको छ तर हामी दिएनौँ त अनमिट निड बढ्यो नि त। त्यसैले हामीलाई त अनमिट निड घटाउनको लागि स्वास्थ्य कर्मीलाई खटाएको हो नि त नेपाल सरकारले। त्यत्रो तलब दिइरहेछ, पैसा दिइरहेछ, के को लागि? अनमिट निड कम गर्नलाई, सीपीआर बढाउनलाई, एएनसी बढाउनलाई, भ्याक्सिन कभरेज बढाउनलाई,
पीएनसी कभरेज बढाउनलाई, इन्स्टिट्युसनल डेलिभरी बढाउनलाई, एसबीए द्वारा हुने डेलिभरी बढाउनलाई, फोर्थ एएनसी बढाउनलाई, टीबी को ट्रिटमेन्ट सक्सेस रेट बढाउनलाई, लेप्रोसीको ट्रिटमेन्ट सक्सेस रेट, लेप्रोसीको प्रिभेन्सलाई घटाउनलाई, ट्युबरक्लोसिसको केस नोटिफिकेसन रेटलाई बढाउनलाई, ट्युबरक्लोसिसको इन्सिडेन्सलाई घटाउनलाई। तर यो सबै भएन भने के काम त? तर टीबी यो यहाँ लेख्ने होइन, फेरि यहाँ फ्यामिली प्लानिङको कुरा मात्रै लेख्ने। तर दिँदाखेरि हामी के गर्नुपर्छ, क्लिनिकल स्टेप फलो गर्नुपर्छ जुन यहाँ छ। बिफोर गिभिङ इन्जेक्सन द हेल्थ वर्कर मस्ट परफर्म, जस्तै उसको प्रेग्नेन्सी छ कि छैन, इन्फर्म ट्वाइस उसले आफै रोजेको हो कि होइन, र मेडिकल इजिलिबिलिटी क्राइटेरिया। एमइसी भनेको मेडिकल इजिलिबिलिटी क्राइटेरिया भन्छौँ, अघि नै हामी कुरा गरेको। जस्तै कि ऊ सिओसी लिन चाह्यो तर हाइपरटेन्सन छ भने भएन नि त, त्यसैले ऊ इलिजिबल छ कि छैन भन्ने हेर्नुपर्छ। हो यस्तो क्वेसनमा हामी समरी लेख्नुपर्छ। के लेख्नुपर्छ? समरी। हेर्नुहोस् त, जस्तै यु इन समरी यु गिभ मतलब आई गिभ, तपाईँहरूले आई गिभ डिपो बिकज द कन्ट्रासेप्टिभ सर्भिस इज अ क्लाइन्ट सेन्टर्ड एन्ड कपल डिपेन्डेन्ट। के भन्छ? क्लाइन्ट सेन्टर्ड नट कपल डिपेन्डेन्ट। मतलब यो व्यक्तिगतमा आधार गर्छ, यसलाई कपलसँग कुनै पनि डिपेन्ड छैन। डिनाइङ हर सर्भिस वुड यु भाइलेन्स हर रिप्रोडक्टिभ राइट। हामी यदि उसलाई नदियो भने, डिनाइ गरियो भने, त्यसले त्यो भनेको के गर्यौँ त? हामी उसको रिप्रोडक्टिभ राइटलाई हामी एगेन्स्टमा उसको भाइलेन्स गर्यौँ। उसको प्रजनन स्वास्थ्यसँग सम्बन्धित जुन अधिकार थियो त्यसलाई हामी दिएनौँ। एन्ड फेलर टु पब्लिक हेल्थ ड्युटी, अनि जसको कारणले हामी पब्लिक हेल्थ ड्युटी गर्न सकेनौँ। योर रोल इज टु सपोर्ट हर इन्फर्म चोइस एन्ड इन्स्योर सी इज प्रोटेक्टेड एन्ड हेल्दी। यस्तो कुराहरू हामीले लेख्न सक्नुपर्छ। सजिलै छ, तपाईँहरूले एक दुईचोटि पढ्नुपर्छ, यसको मर्म बुझ्नुपर्छ, भाषा बुझ्नुपर्छ, अनि दुई चारवटा पोइन्ट मेन समात्नुभयो भने, यो मेन पोइन्टहरू समात्नुभयो भने भित्रको कुरा पनि लेख्न सक्नुहुन्छ तपाईँहरूले। त्यस्तो धेरै गाह्रो चाहियो छैन। बुझ्नुभयो कि बुझ्नु भएन? ए तपाईँहरूले त बन्द पो गरेछु नि त। के छ, बुझिरहेछ त? Yes, sir. एकदम बुझेको छ। ल, सर सबै सब्जेक्ट तपाईँ नै पढाउनु सर? होइन हो भाइहरू, त्यसरी त कहाँ सम्भव हुन्छ। यहाँ एक दिन त बोल्न घाँटी बसिसक्यो। सबै सरहरूले आफ्नो आफ्नो पढाउनुहुन्छ। तपाईँहरू तनाव लिनु हुँदैन, राम्रै पढाइदिनुहुन्छ सबै सरहरूले, कुनै तनाव नलिनुहोस्। हजुरको कुरै बेग्लै छ सर। ल हेर्नुहोस्, अब हामीले सुन्नु, अब अहिले हामीले अलि इम्पोर्टेन्ट क्वेसन्सहरू, नपढेका क्वेसन्सहरू त गर्न बाँकी छ। यो फ्यामिली पपुलेसन एजुकेसन कोसीको सिलेबसमा राखेछ, तपाईँहरूले सिलेबस हेर्नु भएको छ? चाहते पानी से धुलिया। हाँ सर। तीन पानी से तभी वो किस चीज पढ़ रही है ल ओहो भाइहरू हल्ला नगर्ने। ल हेर्नु, अब हाम्रो यो एउटा क्वेसन अस्ति भर्खर उसमा आएको थियो, के भन्छ, गण्डकीको सिएमएमा सायद याद छ होला। डिफाइन फ्यामिली हेल्थ एन्ड व्हाट आर द प्रिरिक्वेस्टिक्स अफ हेल्दी फ्यामिली भनेर आएको थियो होइन? यो क्वेसन पनि सिकिहाल्नुहोस्, कहिलेकाहीँ रिपिट पनि क्वेसन भइदिन्छ, अनि यो नयाँ क्वेसन पनि हो। हेर्नुहोस्, फ्यामिली हेल्थ भनेको तपाईँले सिम्पल के बुझ्नुहोस्, एउटा जस्तै हामी एउटा इन्डिभिजुअल हेल्थको लागि सोसियली, मेन्टली एन्ड फिजिकली वेल बिङ छ भने त्यसलाई हेल्दी भन्छौँ नि, त्यस्तै त्यो कुरा फ्यामिलीको लागि हुनु पर्यो। फ्यामिली हेल्थ इज अ स्टेट इन विच अल मेम्बर्स अफ फ्यामिली, हो यो कुरा थपिदिने, आर फिजिकली, मेन्टली, सोसियली एन्ड इकोनोमिकली वेल एन्ड फ्यामिली क्यान परफर्म फङ्सन प्रोपरली इन अ सोसाइटी। फ्यामिली हेल्थ भनेको एउटा यस्तो अवस्था हो, यस्तो स्टेट हो जसमा हाम्रो पुरै परिवारका सदस्यहरू, हाम्रो परिवारका सबै सदस्यहरू फिजिकली, मेन्टली, सोसियली र इकोनोमिकली के हुनु पर्यो? वेल हुनु पर्यो। र हाम्रो समाजमा हाम्रो फ्यामिलीले राम्रोसँग परफर्म गर्न सक्ने हुनु पर्यो, आफ्नो फङ्सनलाई राम्रोसँग निर्वाह गर्न सक्ने छ भने त्यो अवस्थालाई हामी फ्यामिली हेल्थ भनेर भन्छौँ। अब फ्यामिली हेल्थको लागि के प्रिरिक्वेस्टिकहरू छ
यो सुन्नुहोस् है, के भन्छ रिक्विसाइट्सहरू भनेको के हो? रिक्विसाइट्स भनेको रिक्विसाइट्स भन्नाले रिक्विसाइट्स भन्नाले के बुझ्नुपर्छ हामीले? कुनै पनि कुरा हुनको लागि के आधारभूत कुरा चाहियो त? के तपाईले यसरी बुझ्नुहोस् न, जस्तै तपाईँ लोकसेवा पास गर्नलाई वा लोकसेवा इक्जाम दिनलाई के हुनु पर्यो? एचए पढेको, सिएमए अनमी स्टाफ नर्स पढेको, लाइसेन्स दर्ता भयो, मतलब लाइसेन्स एनएचपिसी एनएमसी दर्ता भएको हुनु पर्यो। अर्को भनेको 18 वर्ष पुरा भएको हुनु पर्यो, इन्डियन नागरिक हुनु भएन, फौजदारी मुद्दा लागेको हुनु भएन हो। त्यस्तै एउटा फ्यामिली, हेल्दी फ्यामिली हुनलाई के चाहियो त? त्यसलाई भन्छौँ हामी प्री रिक्विसाइट्स भनेर हामी भन्छौँ। अब के चाहियो त? एउटा फ्यामिली, हेल्दी फ्यामिली रहनलाई के चाहियो? न्युट्रिसन चाहियो कि चाहिएन? एडिक्वेट हो। 10 वटा कुरा यो लेख्ने, यो WHO को गाइडलाइनको कुरा हो, यसलाई जथाभावी लेख्न पाइएन। ब्यालेन्स डाइट फर अल फ्यामिली मेम्बर। एडिक्वेट भनेको पर्याप्त, प्रशस्त, जति चाहियो त्यति, र ब्यालेन्स डाइट फर अल मेम्बर, परिवारका सबै सदस्यको लागि ब्यालेन्स र एडिक्वेट डाइट हुनुपर्छ, अनि मात्रै हेल्दी हुन सक्छ परिवार। सेफ ड्रिङ्किङ वाटर एन्ड प्रोपर सेनिटेसन फ्यासिलिटिज। सेफ ड्रिङ्किङ वाटर र प्रोपर सेनिटेसन फ्यासिलिटिज हुनु पर्यो सबै परिवारको मेम्बरको लागि। हेल्दी हाउसिङ एन्ड क्लिन इन्भाइरोमेन्ट हुनु पर्यो। एउटा स्वस्थकर के भन्छ हाउसिङ हुनु पर्यो र इन्भाइरोमेन्ट क्लिन हुनु पर्यो। गुड कम्युनिकेसन, लभ, म्युचुअल अन्डरस्ट्यान्डिङ एमन मेम्बरसिप, सबै सदस्यहरूको बारेमा एउटा राम्रो सञ्चार हुनु पर्यो, माया प्रेम हुनु पर्यो, एक आपसको के भन्छ अन्डरस्ट्यान्डिङ हुनु पर्यो। प्रोपर मेटर्नल एन्ड चाइल्ड हेल्थ केयर सर्भिस हुनु पर्यो, आमा र बच्चाको प्रोपर केयर हुनु पर्यो। जस्तै गर्भवती छ तर काम गर्न लगाएछ, भएन नि त हो। एउटा सानो बच्चा छ तर उसलाई काम गर्न लगाएछ, वा उसलाई चाहिएको रिक्वायरमेन्ट्सहरू पुरा हुन सकेको छैन, त्यो भएन। फ्यामिली प्लानिङ एन्ड स्मल फ्यामिली नर्म्स। फ्यामिली प्लानिङको र परिवारलाई सानो बनाउने नियम कानुन परिवारमा हुनु पर्यो। हेल्थ एजुकेसन एन्ड हेल्दी लाइफस्टाइल प्र्याक्टिस। स्वास्थ्य शिक्षा र स्वस्थकर लाइफस्टाइलको के हुनु पर्यो? प्र्याक्टिस हुनु पर्यो आफ्नो परिवारमा। इकोनोमिक सेक्युरिटी एन्ड सफिसिएन्ट इन्कम। एउटा सफिसिएन्ट इन्कम हुनु पर्यो र इकोनोमिक सेक्युरिटी हुनु पर्यो हो। तपाईँ आफ्नो परिवारलाई हेल्दी बनाउन चाहनुहुन्छ, यहाँ हेर्नुहोस्, हेल्दी बनाउन चाहनुहुन्छ भने, परिवारलाई हेल्दी बनाउन चाहनुहुन्छ भने तपाईँको काम हो यो 8 नम्बर प्री रिक्विसाइट्सलाई पुरा गर्नु पर्यो। तपाईँले जागिर गर्नुभयो भने तपाईँको इकोनोमिक सेक्युरिटी आयो र एउटा सफिसिएन्ट इन्कमको स्रोत आयो कि आएन? यो पनि एउटा के हो त? हेल्दी फ्यामिलीको क्राइटेरिया हो। कति जिम्मेवारी छ तपाईँलाई? तपाईँले एउटा परिवारलाई हेल्दी बनाउनको लागि पनि जागिर गर्नुपर्ने देखिन्छ त। त्यसरी बुझ्नुपर्छ। हेर्नु त, यस्तो पढेर हामीले, यस्तो पढाइले पनि हामीलाई यो कुरा सिकाउँछ। त्यस्तै इम्युनाइजेसन एन्ड डिजिज प्रिभेन्सन मेजर। बच्चाहरूको लागि भ्याक्सिन्सहरूको सुविधा हुनु पर्यो र एक्सेस टु हेल्थ सर्भिस व्हेन निडेड। आवश्यकता परेको बेला स्वास्थ्य सेवाको के हुनु पर्यो? पहुँच हुनु पर्यो। ल हो, यी कुराहरू छ भने हामी के भन्छौँ त? के भन्ने त? यो सबै कुराहरू छ भने त्यसलाई हामी एउटा हेल्दी फ्यामिलीको लागि चाहिने क्राइटेरियाहरू भयो। प्री रिक्विसाइट्स भनेको बुझ्नुभयो कि बुझ्नु भएन? प्री रिक्विसाइट्स भनेको क्राइटेरिया बुझ्नु न। एउटा हेल्दी फ्यामिलीको लागि के क्राइटेरिया छ त? यो कुराहरू हुनुपर्छ भनेर बुझ्नुपर्छ। ओके, अब हामी अलमोस्ट फ्यामिली प्लानिङका सबै क्वेसन्सहरू पढिसक्यौँ। तपाईहरूले हेर्नुहोस्, यही क्वेसन इक्जाममा आउँछ भन्न म भन्दिनँ, तर म्याक्सिमम क्वेसन्सहरू यही टपिकबाट अर्को भाषामा सोध्न सक्छ। अब जस्तै मैले सोधे आइसिडी को कन्ट्राइन्डिकेसन, अर्को क्वेसनमा त्यसको फाइदा। अब त्यो दुईटै कुरा एउटैमा सोधिदिन्छ। क्वेसन त त्यही आउने हो नि त फ्यामिली प्लानिङमा। र एक्स्ट्रा क्वेसन जुन इन्डिकेटर छ, ग्यादर एप्रोच छ, फ्यामिली हेल्थको कुरा छ, के भन्छ यो अलिकति क्रिएटिभ खालको, जस्तै कि हेल्थ पोस्टमा यस्तो यस्तो बेलाहरू छ, त्यो सबै पनि मैले समेटिसकेको छु। त्यसपछि यसको अब्जेक्टिभहरू पनि समेटेको छु। त्यसैले मलाई लाग्दैन कि तपाईँहरूलाई धेरै गाह्रो हुन्छ। अब
एउटा सानो टपिक तपाईँहरूको सिलेबसमा कोशीको सिलेबसमा मात्रै, त्यो पनि अनमीमा छैन, सिएमएमा मात्रै के राखिदिएको छ, फ्यामिली प्लानिङ अन्तर्गत है पपुलेसन एजुकेसन भनेर राखिदिएछ। बुझ्नुभयो के राखिदिएछ? पपुलेसन एजुकेसन। अब यो पपुलेसन एजुकेसन आफूमा ठुलो चेप्टर हो। जनसङ्ख्या शिक्षा हामीले 8, 10, 9 तिर कतिमा पढेको थियो होला, तर यहाँ त्यति धेरै चाहिँदैन। त्यसको मैले 5 वटा सानो सानो इम्पोर्टेन्ट क्वेसन्सहरू ल्याएको छु। त्योहरू तपाईहरुले यसो अलिअलि हेर्नु होला। सम्भवतः यहाँबाट त क्वेसन त आउँदैन, कहिलेकाहीँ दिदियो भने यसो जान्नु होला। डिफाइन पपुलेसन एजुकेसन। पपुलेसन एजुकेसन भनेको के त? हेर्नुस्, पपुलेसन एजुकेसन इज द एजुकेसनल प्रोसेस व्हिच एसिस्ट इन्डिभिजुअल टु लर्न। जसले हामीलाई के गर्न सिकाउँछ त? के भन्छ? लर्न गर्न सिकाउँछ अबाउट नेचर एन्ड कज अफ पपुलेसन चेन्जेस। हाम्रो प्रकृति र पपुलेसनमा आउने चेन्जका कारणहरूको बारेमा हामीलाई के गर्छ? लर्न गराउँछ। इट हेल्प्स देम अन्डरस्ट्यान्ड द कन्सिक्वेन्स अफ पपुलेसन डाइनामिक्स। यसले हाम्रो पपुलेसन डाइनामिक्सले पर्ने असरहरू, कन्सिक्वेन्सेसहरूको बारेमा पनि हामीलाई अन्डरस्ट्यान्डिङ गराउँछ। देयर फ्यामिली इन्भाइरोमेन्ट इनेबलिङ देम टु मेक इन्फर्म्ड एन्ड रेस्पोन्सिबल डिसिजन रिगार्डिङ टु द पपुलेसन रिलेटेड इस्यु। अर्को हामीले के भन्छ? पपुलेसनसँग सम्बन्धित इस्युहरूको बारेमा, त्यससँग सम्बन्धित डिसिजनहरू भयो, त्यसको बारेमा, इन्भाइरोमेन्टको कुराहरू, त्यस्तो कुराहरूको बारेमा पनि हामीलाई यसले के गर्छ? जानकारी दिन्छ। त्यसलाई हामी पपुलेसन एजुकेसन भन्छौँ। तपाईँ सिम्पलमा बुझ्नुहोस् त, जनसङ्ख्या शिक्षा भनेको के होला? यसो ब्रेनमा सोच्नुहोस् त, यो लेखेको छोडिदिनुहोस्। जनसङ्ख्या शिक्षा भनेको के होला? यस्तो शिक्षा जसले हामीलाई जनसङ्ख्याको बारेमा ज्ञान दिन्छ, जनसङ्ख्याको कारणले पर्ने असरहरू, जनसङ्ख्याको कारणले हाम्रो समाजमा देखिने नकारात्मक र सकारात्मक असरहरू, जनसङ्ख्याले हाम्रो समाजमा कस्तो खालको वातावरणमा असर पार्छ, यसले गर्दा कस्तो इस्युहरू क्रिएट हुन सक्छ, यिनीहरूको बारेमा जुन असरहरू छ वा यसको बारेमा अध्ययन गराउँछ। अर्को हेर्नुहोस् त, एक्सप्लेन द कम्पोनेन्ट्स अफ पपुलेसन चेन्ज। यो एउटा इम्पोर्टेन्ट क्वेसन हुन सक्छ यो च्याप्टरको। सर्ट क्वेसन, यो पपुलेसन एजुकेसन मात्रै एउटा क्वेसन आउँदैन है, यसमा जोड म सानो सानो टुक्रियाएको छु। अब यो 5 नम्बरको क्वेसन होइन नि त। तपाईलाई डिफाइन पपुलेसन एजुकेसन र यसैमा लेखिदिन्छ राइट द कम्पोनेन्ट्स अफ पपुलेसन चेन्ज। यो दुईटै एउटैमा जोड दिन्छ। अर्को पनि जोडेको हुन सक्छ। हेर्नुहोस्, पपुलेसन चेन्ज कसरी हुन्छ तपाईँ आफै सोच्नुहोस् न। एउटा जन्मिनु पर्यो, मर्नु पर्यो, बसाइ सर्नु पर्यो। के हुनु पर्यो? जन्मिनु पर्यो, मर्नु पर्यो र बसाइ सर्नु पर्यो। यति त कुरा हो हैन? ल त त्यही हो, फर्टिलिटी, मोर्टालिटी र मिग्रेसन। एक्चुअल रिप्रोडक्टिभ परफर्मेन्स अफ पपुलेसन, अकर्स डेथ इन अ पपुलेसन, मोमेन्ट्स अफ पपुलेसन एक्रस बोर्डर इन्टरनल और इन्टरनेसनल टु इस्टाब्लिस न्यू रेसिडेन्स। त कम्पोनेन्ट 3टा हो। पपुलेसनमा चेन्ज ल्याउने, परिवर्तन ल्याउने कम्पोनेन्टहरू 3टा। जन्मियो भने पपुलेसन बढ्छ, मर्यो भने घट्छ, मिग्रेसन भयो भने आएको ठाउँमा बढ्छ, जहाँबाट गएको छ त्यहाँ घट्छ। यो कुरा लेख्नुपर्छ। अर्को, व्हाट आर द कन्सिक्वेन्सेस अफ ऱ्यापिड पपुलेसन ग्रोथ इन अ डेभलपिङ कन्ट्री लाइक नेपाल? भेरी इम्पोर्टेन्ट क्वेसन। नेपाल जस्तो ठाउँमा ऱ्यापिड पपुलेसन ग्रोथ भयो भने के यसको नराम्रा असरहरू हुन सक्छ? कन्सिक्वेन्सेस हुन सक्छ। कन्सिक्वेन्सेस भनेको यसको असर, प्रति असर। हेर्नुहोस्, ऱ्यापिड पपुलेसन ग्रोथ लिड टु सेभरल च्यालेन्जेस। इकोनोमिक स्ट्रेन, अघि नै तपाईहरुलाई भनिसके, जनसङ्ख्या एउटा यस्तो कुरा हो जसले देशको हरेक कुरालाई असर पार्दिन्छ। इकोनोमिक स्ट्रेन भनेको इन्क्रिज डिमान्ड अफ जब। पपुलेसन बढी भयो त जबको डिमान्ड बढ्छ। हाउसिङ, और चाहियो र बस्नलाई इन्फ्रास्ट्रक्चर, व्हिच द इकोनोमिक मे नट एबल टु सस्टेन, जसको कारणले गर्दा हाम्रो इकोनोमी दीर्घकालीन हुन सक्दैन, सस्टेन गर्न सक्दैन। इन्भाइरोमेन्ट डिग्रेडेसन भनेको के हो? ओभर पपुलेसन भयो भने के हुन्छ त? हाम्रो नेचुरल रिसोर्सेसहरूको ओभर एक्सप्लोइटेसन हुन्छ। जस्तै
वन जङ्गलहरूको फडानी हुन्छ, डिफोरेस्टेसन जुन हामी भन्छौँ, नदी नालाहरूलाई पुरीले भरिन्छ। जस्तै अहिले नै के थियो, काठमाडौँमा किन मान्छेहरू नदीको किनारमा बस्न बाध्य भएको? पपुलेसन यति धेरै छ, ठाउँै छैन। त्यसको कारणले नदी नालालाई पुर्यो भने त के भयो त? समस्या भयो नि त, इन्भाइरोमेन्टल डिग्रेडेसन भयो। हेल्थ केयर एन्ड एजुकेसन, धेरै जनसङ्ख्या छ, यति जनसङ्ख्या छ कि 1 लाख जनसङ्ख्यामा एउटा मात्रै डक्टर छ, 5000 जनसङ्ख्यामा एउटा स्वास्थ्य कर्मी छ। यति धेरै जनसङ्ख्या भएको कारणले त्यस्तो भयो है। हेल्थ केयर र एजुकेसन, अब स्कुल छैन, जनसङ्ख्या थुप्रै छ, एउटा स्कुलमा 5-5 हजार विद्यार्थी छ, जनसङ्ख्या बढी भयो भने स्वास्थ्य र शिक्षामा छ। पोभर्टी, जनसङ्ख्या बढी भयो भने गरिबी निम्तिन्छ, बिकज अब मान्छेले रोजगारी राम्रोसँग पाउँदैन, कम रुपियाँमा काम गर्नुपर्छ, रोजगारी पाएन भने, अनि रोजगारी छैन मान्नु, 50 जनाले रोजगारी छैन, 50 जनालाई बेरोजगार छ, 20 जनाको लागि मात्रै काम छ, उनीहरूको आफ्नै कम्पिटिसन हुन्छ, म 500 मा गरिदिन्छु, अर्कोले 400 मा, अर्कोले 200 मा। अब त्यो त निम्तिन्छ, त्यसले गर्दा पोभर्टी क्रिएट हुन्छ हो। यो समस्याहरू देख्न सक्छ। अर्को छ, हेर्नुहोस् त, डिफरेन्स बिट्विन पुल फ्याक्टर एन्ड पुश फ्याक्टर अफ मिग्रेसन। यो पुल फ्याक्टर र पुश फ्याक्टर कहिले काहीँ सोधिदिन्छ, त्यसैले राखिदिएको जनसङ्ख्या रिलेटेड कुरा हो यो। पुश फ्याक्टर भनेको नेगेटिभ कन्डिसन, हेर्नुहोस् त, यो मेन कुरा याद राख्नु होला, नेगेटिभ कन्डिसन इन द प्लेस ओरिजिन दैट फोर्स टू पीपुल लिभ सच एज द अनइम्प्लोयमेन्ट, वार, नेचुरल डिजास्टर, ल्याक अफ बेसिक फेसिलिटी। पुश भनेको के? धकाल्नु। म नेपालमा छु, मलाई यहाँको कुन कुन कुराले गर्दा विदेश मलाई धकाल्छ, यहाँबाट म विदेश जान चाहन्छु, त्यो कुरालाई पुश फ्याक्टर भन्छ। र कहीँ म जान चाहन्छु भने त्यहाँको कुन कुराले म त्यहाँ तानिराखेको छु, त्यसलाई भन्छ पुल फ्याक्टर। पुश भनेको के? धकाल्नु, पुल भनेको तान्नु। त जस्तै म यहाँबाट अस्ट्रेलिया जान चाहन्छु, किनभने अस्ट्रेलियाको एजुकेसन सिस्टम राम्रो छ, हेल्थ राम्रो छ, त्यहाँ बेरोजगारी छैन, जबको सुविधा छ, पैसा टन्नै पाइन्छ, त म त्यहाँ जान चाहन्छु। नेपालबाट त त्यो भयो पुल फ्याक्टर। पुश फ्याक्टर के हुन्छ? नेपालमा बेरोजगारी छ, श्रम शोषण छ, पैसा जति पाउनु पर्ने त्यति छैन, स्वास्थ्यको राम्रो व्यवस्था छैन, शिक्षाको राम्रो व्यवस्था छैन, त यहाँबाट म भागिराखेको छु। त यहाँको जुन नेगेटिभ फ्याक्टर छ, जसले गर्दा मलाई उतातिर धकेल्दैछ, त्यो पुश फ्याक्टर। र जहाँ म जाँदैछु त्यहाँको कुन फ्याक्टरले मैले त्यहाँ गएँ, त्यसलाई भन्छ पुल फ्याक्टर। मलाई लाग्छ तपाईँहरू क्लियर हुनुभयो होला। जस्तै सुन्नुहोस्, तपाईँहरू कतिजना यसमध्ये वीरगञ्ज पढ्नुभयो, कतिजना भरतपुर पढ्नुभयो, कतिजना काठमाडौँ, विराटनगर, कहाँ कहाँ पढ्नुभयो। तपाईँहरू तानेर जनकपुर आउनुभयो, त्यहाँबाट तपाईँहरूलाई भाग्नु पर्यो, किन? त्यहाँ तपाईँलाई चाहिएको एजुकेसन थिएन। दिस इज पुश फ्याक्टर। पुश। तपाईँ जनकपुर आउनुभयो किन? यहाँ तपाईँले सोचेको जस्तो होम कोचिङ सेन्टरमा तपाईँ सोच्नुभयो मलाई चाहिएको जस्तो क्लास हुन्छ। दिस इज पुल फ्याक्टर। पुल फ्याक्टर भनेको पोजिटिभ फ्याक्टर, जसले गर्दा तपाईँलाई तान्यो, तपाईँलाई मिग्रेट गरायो, तपाईँलाई तानेर ल्यायो, त्यसलाई पुल फ्याक्टर भन्छौँ। जसले गर्दा तपाईँलाई बाध्य हुनु पर्यो जानको लागि, त्यो भनेको पुश फ्याक्टर हो। यहाँ हेर्नुहोस्, पुल फ्याक्टर, द पोजिटिभ एट्र्याक्सन in the destination draw people such as better job prospects, higher wage, quality education and better living condition. यही हो पुल र पुश फ्याक्टर। मेन्सन द अब्जेक्टिभ अफ पपुलेसन एजुकेसन। अर्को इम्पोर्टेन्ट क्वेसन, तपाईँलाई क्वेसन यसमा दिइदिन्छ। मैले यसलाई क्वेसन बनाएर लेखेको भन्दा पनि तपाईँहरूलाई इम्पोर्टेन्ट कुराहरू यहाँ त बुझाइदिएको। जस्तै डिफाइन पपुलेसन एजुकेसन एन्ड राइट द अब्जेक्टिभ अफ पपुलेसन एजुकेसन भनेर क्वेसन आउँछ। यो 2+3 नम्बरमा 5 नम्बरमा आइदिन्छ। त तपाईँले डिफिनिसन लेख्नु पर्यो र अब्जेक्टिभ लेख्नु पर्यो। अब यसको अब्जेक्टिभ के छ? जनसङ्ख्या शिक्षाको के अब्जेक्टिभ त? टु प्रोभाइड बेसिक नलेज, डेमोग्राफिक कन्सेप्ट, बर्थ डेथ मिग्रेसनहरूको बारेमा आधारभूत नलेज दिनको लागि। टु डेभलप अन्डरस्ट्यान्डिङ द रिलेसनसिप बिट्विन पपुलेसन साइज एन्ड क्वालिटी अफ लाइफ। पपुलेसन साइज र क्वालिटी अफ लाइफ जुन छ हाम्रो, धेरै जनसङ्ख्या भयो भने क्वालिटी अफ लाइफ घट्छ, कम जनसङ्ख्या भयो भने क्वालिटी अफ लाइफ बढ्छ हो। यसको रिलेसनसिपको बारेमा हामीलाई जानकारी दिनलाई, अन्डरस्ट्यान्ड गराउनलाई। टु क्रिएट अवेरनेस अबाउट द इम्प्याक्ट अफ पपुलेसन ग्रोथ एन्ड इन्भाइरोमेन्ट, नेचुरल रिसोर्सेस। अर्को हाम्रो
यो इन्भाइरोमेन्ट्सहरू भयो, पपुलेसन ग्रोथले गर्दा पर्ने असर जुन इन्भाइरोमेन्टमा छ र नेचुरल रिसोर्सेसमा छ त्यसको बारेमा एवारनेस गराउन यसको अब्जेक्टिभ हो। मतलब जनसङ्ख्या वृद्धि भएर जुन नेचरमा र इन्भाइरोमेन्टमा असर पर्छ त्यसको बारेमा एवारनेस गराउँछ। र अर्को टु प्रोमोट ए स्मल फ्यामिली नर्म्स फर बेटर वेलफेयर, राम्रो स्वास्थ्यको लागि स्मल फ्यामिली नर्म्स के गर्ने प्रमोट गर्नको लागि पनि प्रमोट गर्नुपर्ने यसको के हो त उद्देश्य होला। हो यी कुराहरू के छ त फ्यामिली प्लानिङसँग सम्बन्धित कुराहरू रहेको छ। पपुलेसन एजुकेसन हामीले लगभग 2 घन्टा जति यसमा कुराकानी गर्यौँ है। अलमोस्ट सबै कुरालाई समेट्ने कोसिस गरेको थिएँ। यो लेखेको बेला पनि नोट पठाइदिन्छु र केयरमेट नगरेको नोट सादा नोट पनि तपाईँहरूलाई म आजै अहिले पठाइदिन्छु। सबैजनाले हेर्नु होला, एकचोटि पढ्नु होला। यो पपुलेसन एजुकेसनको सबै कुराहरू अनिवार्य याद गर्नु होला। यसमध्ये कुनै पनि क्वेसन सोधिदिन सक्छ। अरू यताको क्वेसन जुन फ्यामिली प्लानिङ छ त्यसमा तपाईँहरूले त्यही फ्यामिली प्लानिङमा हामीले कसरी यसलाई राम्रो गर्न सक्छौँ सजेस्ट वाला, त्यसपछि यसको इन्डिकेटर वाला, ग्यादर एप्रोच वाला यिनीहरू राम्ररी याद गर्नुहोस्। अरू मलाई विश्वास छ तपाईँहरूले डिपो आइसिडी यताउताहरू त तपाईँहरूले राम्रो याद गर्नु भएकै हुनुहुन्छ भन्ने मलाई आशा छ। हेलो सर यो रेकर्डिङ गरेको पनि पठाउनुहुन्छ? तपाईँहरूलाई रेकर्डिङ गरेको आउँदैन। तपाईँहरूले रेकर्डिङ किन चाहियो त? होइन, तपाईँले पढाउनु भने त त्यही एकपल्ट रिभाइज गर्नको लागि पठाइदिनु हुन्थ्यो, ठिकै हुन्थ्यो। ओके ल, अब तपाईँहरूको कुनै यस मध्येको केही जिज्ञासाहरू छ भने मलाई सोध्न सक्नुहुन्छ है। हेलो नेपालीमा आउँदैन, इङ्ग्लिसमा आउँछ। म क्वेसन तपाईँको सुन्न सकेन, अलिअलि सुन्न पाएँ। अहिलेको क्वेसन नेपालीमा आउँछ कि इङ्ग्लिसमा आउँछ? इङ्ग्लिसमै आउँछ। तपाईँलाई मन लाग्छ भने नेपालीमा लेख्न पाउनुहुन्छ, इङ्ग्लिसमा पनि लेख्न पाउनुहुन्छ, जुनसुकै भाषामा लेख्न पाउनुहुन्छ। अलिअलि मिक्स गरेर पनि लेख्न पाउनुहुन्छ। त्यो यो कसरी लेख्ने हो, कुन भाषामा लेख्ने हो, यो कुरा मैले यहाँ गर्ने नै होइन। त्यो कुराको लागि तपाईँहरूले गएर भिडियो हेर्नुहोस् एउटा, त्यहाँ मैले डिटेल कुरा गरेछु। यहाँ सब्जेक्टको केही समस्याहरू छ भने त्यो कुरा गरौँ है। सर रेगुलर फिडब्याक हुन्छ? के भन्नुभयो? रेगुलर क्वेसन्सहरु यस्तै हुन्छ? यस्तै त हुन्छ त, प्रत्येक सब्जेक्टको हुन्छ। आज फ्यामिली प्लानिङ भयो, भोलि अब तपाईँहरूको इएनटी को हुन्छ, इएनटी आई र डेन्टलको हुन्छ। त्यसपछि फेरि पर्सि अर्को इन्भाइरोमेन्टको हुन्छ। यसरी प्रत्येक दिन एउटा एउटा सब्जेक्टको हुन्छ। कुनै ठुलो सब्जेक्ट छ जस्तै मेडिसिन अनि कम्युनिकेबल डिजिज अनि यस्तोको 2 दिनमा गर्छौँ। हुन्छ। इम्पोर्टेन्ट क्वेसनको डिस्कसन गर्ने हो र त्यसको पिडिएफ पनि दिने हो। अर्को यसबाट अझै सम्भावित क्वेसन्सहरू जुन छ त्यो पनि तपाईँहरूलाई पठाइदिन्छु प्र्याक्टिस गर्नुलाई। ल अरू केही छ आशा, के भन्छ तपाईँहरूको जिज्ञासा भने भन्नुहोस्। ल सर, जस्तो कि अब्जेक्टिभहरू भन्नुभयो त्यो इङ्ग्लिसमै लेख्ने हो कि नेपालीमा पनि लेख्दा हुन्छ सर? नेपालीमा पनि लेख्दा हुन्छ, इङ्ग्लिसमा पनि, जेमा सजिलो हुन्छ त्योमा लेख्नुहोस्। जस्तो कि हजुरले त्यो अब्जेक्टिभहरू इङ्ग्लिसमा थियो, त्यो जुन नोट पठाउनुहुन्छ त्यसमा एक साइडमा नेपाली पनि हुन्छ कि इङ्ग्लिस मात्रै सर? यो अब टु डिटरमाइन अब्जेक्टिभ छ, यिनीहरू भन्नुहुन्छ भने नेपालीवाला पनि आइहाल्छ, केही छैन। तर यो त इङ्ग्लिसमै हुन्छ। यसमा सानो सानो सेन्टेन्स त इङ्ग्लिसवाला नै लेख्दा राम्रो। टाइम कममा लेख्न सक्नुहुन्छ नि त तपाईँहरूले। त्यसैले सकेसम्म सानो सानो सेन्टेन्सहरू के गर्ने, तर यस्तो नेपालीमै छ सर, लेख्ने। याद गर्नलाई चाहिँ नेपाली हुँदाखेरि अलि सजिलो भइहाल्थ्यो होला। त्यो त सही हो। त्यस्तो नोट छ भने त्यो पनि उपलब्ध गराइदिनु होला नि सर। हुन्छ ल। ल
अरू केही छ तपाईँहरूको जिज्ञासा भने भन्नुहोस्, नभए अब इन गर्छौँ। सबैजनालाई गुड नाइट। यो नोट एक्जाममा ग्रुपमा आउँछ, के भन्छ हेर्नु होला। सबै एक्जाममा एउटा डेफिनेसन बनेको इङ्ग्लिसमा नेपालीमा अब्जेक्टिभ यस्तो लेख्न पाउँछ कि सबै एउटै पाउँछ हुन्छ? पाउँछ। अनि उता मेडिसिनको पनि गर्न पाउँछ जसमा डेफिनेसन, इन्भेस्टिगेसन, क्लिनिकल फिचर त्यस्तोहरू? सब